ल, आवाज क्लियर छ नि है? आवाज आइरहेको छ नि? ल, मैले स्टार्ट गरेँ है त। यो च्याप्टरमा चाहिँ हाम्रो बेसिकली दुईवटा पार्ट छ है, मेन पार्ट गरेर छुट्याएको छ। एउटा चाहिँ फोटोकेमिस्ट्रीको पोर्सन छ, अनि अर्को चाहिँ क्याटालाइसिसको पोर्सन छ। फोटोकेमिस्ट्री हेर्दाखेरि यसो नामबाटै क्लियर छ नि होइन। फोटो भन्ने बित्तिकै केसँग रिलेटेड कुरा आउँछ त भन्दा लाइटसँग रिलेटेड कुरा आउँछ है। फोटो भन्ने बित्तिकै हाम्रो लाइटसँग रिलेटेड कुरा आउँछ। केमिस्ट्री त अब लाइटले मेडिएट गरेको केमिकल रियाक्सनहरू भन्ने बुझियो है। त्यही भएर फोटोकेमिस्ट्रीमा हामी लाइटले मेडिएट गरेको केमिकल रियाक्सनहरू के छन्, अनि तिनीहरूलाई गभर्न गर्ने लहरू के छन् त्यसको बारेमा पढ्छौँ है। अनि क्याटालाइसिसमा चाहिँ हाम्रो क्याटलिस्ट जुन हुन्छ, क्याटलिस्टको फङ्सनको बारेमा पढ्छौँ है त। त्यसमा टाइप्स अफ क्याटलिस्ट भयो होइन, अनि हामीले पोजिटिभ क्याटलिस्ट नेगेटिभ क्याटलिस्टहरू पढेको थियो होइन। त्यस्तै प्रमोटरहरूको बारेमा अनि एक्टिभेसन एनर्जीहरूको कन्सेप्ट जुन पहिले पढेकै कन्सेप्टहरू छ। अब यो फोटोकेमिस्ट्री एन्ड क्याटलिसिस भनेको चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर पनि हो है। जस्तै अगाडिको केमिकल काइनेटिक्सको जति वेटेज छ, यसको पनि त्यति नै वेटेजहरू छ। इलेक्ट्रोकेमिस्ट्रीको जति छ, यसको पनि लगभग त्यति नै वेटेज छ है। तर पढ्न चाहिँ यो सजिलो पनि छ होइन, मार्क्स पनि धेरै आउने भएको हुन्छ। अब हामीले फोटोकेमिस्ट्रीमा पनि डिफ्रेन्ट लहरू पढ्नुपर्छ होइन, त्यसैको बारेमा आज हामी डिस्कस गर्छौँ। यसलाई चाहिँ हामी आजको लेक्चरमा फोटोकेमिस्ट्रीलाई सक्ने कोसिस गर्छौँ, अनि त्यसपछि नेक्स्ट लेक्चरमा चाहिँ क्याटालाइसिस हामी गर्छौँ। ल, फर्स्टमा चाहिँ हामीलाई के थाहा हुनु पर्यो भन्दाखेरि रियाक्सनहरूलाई चाहिँ अब दुईवटा टाइपमा बाँडेको छ यो च्याप्टरको सिलेबसमै है। एउटा चाहिँ फोटोकेमिकल रियाक्सन भनेर बाँडेको छ, भनेको फोटो भनेको लाइट, लाइट युज हुने केमिकल रियाक्सनहरू फोटोकेमिकल रियाक्सन। अनि अर्को चाहिँ थर्मोकेमिकल रियाक्सन भनेर दुईवटा मानेको छ है। जस्तै फोटोकेमिस्ट्री भनेको केबाट हुने रहेछ, लाइटबाट हुने, यो त भइहाल्यो। अर्को भनेको थर्मो, जुन भने मैले थर्मो, नाममै के छ त थर्मो। थर्मो भन्ने बित्तिकै के हो त, हिटसँग रिलेटेड कुरा आयो नि त होइन। त्यही भएर एउटा भनेको चाहिँ फोटोकेमिस्ट्री भयो। फोटोकेमिस्ट्रीमा हामीले लाइटसँग रिलेटेड पढ्छौँ भने थर्मोकेमिस्ट्रीमा हिटसँग रिलेटेड कुराहरू पढ्छौँ होइन, हिटले मेडिएट गर्ने रियाक्सनहरूको बारेमा पढ्छौँ। अब यसमा हामीलाई सुरुमा त डिफ्रेन्स थाहा हुनु पर्यो है। फोटोकेमिस्ट्री र फोटोकेमिकल रियाक्सन र थर्मोकेमिकल रियाक्सनमा के डिफ्रेन्स छ भनेर सोधिराखेको हुन्छ। जस्तै कि सिम्पली हामीले यसो सुन्दैखेरि पनि गर्न सकियो नि त म यहाँ डिफ्रेन्सको बारेमा है। फर्स्टमा हामीले फोटोकेमिस्ट्रीमा के भन्न सकियो त भन्दा फोटोकेमिस्ट्री केबाट मेडिएट हुन्छ त, लाइटबाट मेडिएट हुन्छ होइन त। यसमा चाहिँ के हुन्छ त, लाइटको एब्जर्प्सन हुनसक्छ होइन। लाइटको एब्जर्प्सनले के गर्छ त, यसको रियाक्सनलाई अगाडि बढाउँछ। त्यस्तै थर्मोमा के हुन्छ त है, थर्मोमा त हिट हुने भयो होइन। एउटा डिफ्रेन्स के भयो त, एउटा लाइटबाट हो भने अर्को चाहिँ हिटबाट हो। त्यस्तै अब सेकेन्ड डिफरेन्स पनि हामीले हेर्दाखेरि, सेकेन्ड डिफरेन्स हामीले के थाहा हुन्छ त भन्दा एउटा प्राइमेरी रिक्वायरमेन्ट चाहिँ फोटोकेमिस्ट्रीमा लाइट नभइकन रियाक्सनै हुँदैन है। फोटोकेमिस्ट्रीमा लाइट नभइकन रियाक्सनै हुँदैन। यता थर्मोकेमिस्ट्रीमा लाइट भए पनि हुन्छ, लाइटसँग यसको सरोकारै छैन। अँध्यारोमा पनि हुनसक्यो, उज्यालोमा पनि हुनसक्यो, जुनसुकैमा पनि हुनसक्छ। अर्को थर्डमा चाहिँ यस्तै, अब जसरी यता थर्मोन्युक्लियरमा चाहिँ हाम्रो लाइटसँग केही सरोकार थिएन, यो जुन फोटोकेमिस्ट्रीमा चाहिँ हिटसँग केही पनि सरोकार हुँदैन। यसमा चाहिँ हाम्रो जुन फोटोकेमिकल रियाक्सन छ त्यसमा हिटसँग कुनै पनि सरोकार हुँदैन। यतापट्टि चाहिँ थर्मोकेमिस्ट्रीमा चाहिँ हिटसँग सरोकार हुन्छ। अनि एउटा कन्सेप्ट छ जुन भनेको गिब्स फ्री एनर्जीको चेन्ज है। यो पछि हामी थर्मोडाइनामिक्समा पनि पढ्छौँ, पहिले पनि पढेको है। गिब्स फ्री एनर्जी भनेको चाहिँ कि नेगेटिभ हो कि पोजिटिभ हो, यसले के डिटरमाइन गर्थ्यो त भन्दाखेरि नेगेटिभ हुँदाखेरि एक थोक र पोजिटिभ हुँदाखेरि एक थोक डिटरमाइन गर्थ्यो है। के हुन्थ्यो त, कुनै पनि रियाक्सन स्पोन्टेनियस छ कि छैन भन्ने कुरा डिटरमाइन गर्थ्यो नि त होइन। नेगेटिभ हो भने स्पोन्टेनियस हुन्थ्यो, पोजिटिभ हो भने चाहिँ स्पोन्टेनियस हुँदैन थियो होइन। डेल जी इक्वल्स टु डेल, यस्तो हुन्थ्यो नि त रियाक्सन, डेल जी इज इक्वल्स टु डेल्टा एच माइनस टी डेल्टा एस भन्ने। यदि यो डेल जीको भ्यालु चाहिँ नेगेटिभ हुन्थ्यो भने स्पोन्टेनियस हुन्थ्यो, अनि पोजिटिभ हुन्थ्यो भने स्पोन्टेनियस हुँदैन थियो। अनि फोटोकेमिकल रियाक्सन जुन छन्, फोटोकेमिकल रियाक्सनहरू चाहिँ त्यही बेरमा चाहिँ डेल जीको भ्यालु चाहिँ
पोजिटिभ पनि हुनसक्छ नेगेटिभ पनि हुनसक्छ। तर थर्मोकेमिकलमा चाहिँ जहिले पनि पोजिटिभ हुन्छ। यति कुरा सम्झेँ। मैले तल डिफ्रेन्स पनि लेखिदिएको छ, लेख्न त। जस्तै हाम्रो थर्मोकेमिकल रियाक्सन भन्ने बित्तिकै केसँग रिलेटेड हुने रहेछ त, यो चाहिँ हिटसँग रिलेटेडको हुने रहेछ होइन त। यो भनेको हिटसँग रिलेटेड भयो। त्यस्तै यो फोटोकेमिकल रियाक्सन चाहिँ केसँग हो त, लाइटसँग रिलेटेड हुने रहेछ। यो यति कुरा त बुझ्यो है। जुन कुरा, अब यो थर्मोकेमिकल रियाक्सन लाइट भए पनि मतलब छैन, लाइट नभए पनि मतलब छैन, अँध्यारोमा पनि हुनसक्छ उज्यालोमा पनि हुनसक्छ, तर फोटोकेमिकल रियाक्सन चाहिँ उज्यालो चाहिन्छ, लाइट त चाहियो नि त होइन। किन लाइट चाहियो त भन्दा, त्यो जुन रियाक्टेन्ट जुन छ, रियाक्टेन्टलाई एनर्जी सप्लाई नै केले गर्ने हो त, लाइटले गर्ने हो है। अनि अर्को मैले यहाँ लेख्न छुटेको छ त्यो कुरा भनेको चाहिँ डेलजीको भ्यालु कस्तो रहेछ त भन्ने कुरा है। डेलजीको भ्यालु चाहिँ फोटोकेमिकल रियाक्सनमा, यो थर्मोकेमिकल रियाक्सनमा चाहिँ जहिले नेगेटिभ हुन्छ है। तर यतापट्टि चाहिँ हाम्रो डेलजीको भ्यालु चाहिँ के हुन्छ, धेरै जसो पोजिटिभ हुन्छ, कहिलेकाहीँ नेगेटिभ पनि हुनसक्छ, पोजिटिभ पनि हुनसक्यो, नेगेटिभ पनि हुनसक्यो है। कि यसबाट के बुझ्नु पर्यो भन्दाखेरि, हाम्रो जुन थर्मोकेमिकल रियाक्सन चाहिँ स्पोन्टेनियस हुन्छ, तर फोटोकेमिकल रियाक्सन चाहिँ सधैँ स्पोन्टेनियस नहुन सक्छ भन्ने कुरा बुझियो है। त्यही डिफ्रेन्सहरू यहाँनिर छ। अनि यो अगाडिको कुराहरू त मैले भनिसकेँ होइन। यो एउटा मोस्ट इम्पोर्टेन्ट पोइन्ट भनेको चाहिँ सेलेक्टिभिटीको कुरा छ है। जस्तै कि हामीले कुनै एउटा रियाक्सन गर्दैछौँ है, मैले यहाँनिर, हामीले कुनै एउटा रियाक्टेन्ट छ, अनि रियाक्टेन्टले के दिइरहेको छ, प्रोडक्ट दिइरहेको छ। यदि यो थर्मो केमिकल रियाक्सन हो भने है, थर्मोकेमिकल रियाक्सन हो भने हामीले हिट दियौँ, यो सबै रियाक्टेन्ट, यहाँ रियाक्टेन्ट 10वटा रियाक्टेन्ट भए पनि त्यो 10वटा रियाक्टेन्टले के पाउँछ, हिट पाउँछ। अनि त्यो 10वटा रियाक्टेन्टमा के हुन्छ, रियाक्सन हुन्छ र त्यसले के दिन्छ, प्रोडक्ट दिन्छ। तर हाम्रो जुन यो फोटोकेमिकल रियाक्सनमा जुन छ नि, यसमा हाई सेलेक्टिभिटी हुन्छ है। हाई सेलेक्टिभिटी हुन्छ भन्नुको अर्थ, कुनै कम्पाउन्डले स्पेसिफिक वेभलेन्थ मात्र एब्जर्ब गर्न सक्छ। जस्तै हामीसँग एउटा केही कम्पाउन्ड छ, जस्तै ए प्लस बी भयो है। यो हामीले रियाक्टेन्टमा लियौँ भने एले एब्जर्ब गर्ने वेभलेन्थ ल्याम्डा वानको एब्जर्ब गर्छ होला, बीले के गर्छ, ल्याम्डा टूको एब्जर्ब गर्छ। यदि हामीले ल्याम्डा टू भएको लाइट पठायौँ भने यो बी मात्र एक्टिभेट हुन्छ, बी मात्र रियाक्सनमा इन्भल्भ गर्न सक्छ। यदि ल्याम्डा वान पठायौँ भने ए मात्र। भनेको यहाँ त लाइटले सिलेक्ट गरौँ नि कुन रियाक्टेन्टलाई रियाक्ट गराउने भन्ने कुरा। फोटोकेमिकल रियाक्सनमा चाहिँ त्यही भएर हाई सिलेक्टिभिटी हुन्छ, किनकि स्पेसिफिक केमिकलले स्पेसिफिक वेभलेन्थको लाइट मात्र एब्जर्ब गर्न सक्छ है। त्यही कुरा सम्झिए। अब यही हो, यो अर्को यो सेकेन्ड पोइन्टमा चाहिँ के भनेको छ भन्दाखेरि, रियाक्टेन्ट ग्राउन्ड स्टेटमै हुन्छ, अनि ग्राउन्ड इलेक्ट्रोनिक स्टेट है, एक्साइटेड स्टेटमा चाहिँ जेनरली फोटो केमिकल रियाक्सनमा चाहिँ लाइट एब्जर्ब गर्छ, लाइट एब्जर्ब गरेपछि एक्साइटेड स्टेटमा जान्छ, अनि त्यसले प्रडक्ट दिन्छ। अहिले हाम्रो एकछिनमा एउटा टपिकै छ प्राइमेरी र सेकेन्डरी प्रोसेस भन्नेमा, अनि त्यसमा हामीले यो के अरे एक्साइटेसनको बारेमा अलिक डिटेलमा हेर्छौँ है त। यो यसमा फर्स्ट स्लाइडमा हामीले केही कुरा गरेनौँ, यसको जस्ट डिफ्रेन्सको बारेमा हेऱ्यौँ। यो डिफ्रेन्स सोधिराखेको क्वेसन हो है एक्जाममा, धेरै जसो सोध्ने क्वेसनै हो है। थर्मोकेमिकल रियाक्सन र फोटोकेमिकल रियाक्सनमा के डिफ्रेन्स छ भनेर सोधिराखेको हुन्छ। ल अब हामी नेक्स्टमा चाहिँ यसको केही लहरूको बारेमा हेर्छौँ है त। जस्तै दुई तिनवटा ल हामीले पढ्नुपर्छ, ती लहरू इम्पोर्टेन्ट छन्। जुन लले चाहिँ के गभर्न गर्छ त, जुन लले चाहिँ अ, जुन लले चाहिँ के गभर्न गर्छ भन्दाखेरि, यो रियाक्सन कस्तो हुन्छ भन्ने कुरा गभर्न गर्छ है त। जस्तै हामीले सुरुमा पढ्नुपर्ने ल भनेको ग्रोथस डेपर ल। यो लहरू सिम्पल छ है, त्यस्तो खासै गाह्रो छँदै छैन होइन, सिम्पल छ। यसमा के बुझ्ने भन्दाखेरि, यदि हामीले कुनै एउटा रियाक्टेन्ट लियौँ, ल मैले एउटा आर भन्ने रियाक्टेन्ट लिएँ है। यो आर भन्ने रियाक्टेन्ट जुन छ है, यो आर भन्ने रियाक्टेन्टले चाहिँ यदि लाइट अब यहाँ मैले लाइट पनि हालेँ ल, आर भन्ने रियाक्टेन्टमा चाहिँ मैले लाइट पठाएँ। अब यो लाइट यदि आरले रिफ्लेक्ट गर्यो भने आरमा केही चेन्ज आउँछ होला त, आउँदैन नि त होइन। अनि यो लाइट यहाँ आरबाट छिरेर यतादेखि निस्कियो भने पनि केही केही रियाक्सन हुन्छ होला त, हुँदैन। यदि यो लाइटलाई आरले के गर्यो, एब्जर्ब गर्यो भने मात्र रियाक्सन हुन्छ नि होइन।
किनकि यो लाइटले त के गर्नु पर्यो, इन्टरेक्ट गर्नु पर्यो नि त रियाक्टेन्टसँग। यदि रियाक्टेन्टसँग इन्टरेक्टै गरेन भने कसरी रियाक्टेन्टमा केही चेन्ज ल्याएर प्रडक्ट बनाउँछ त। त्यही भएर यदि आरले रिफ्लेक्ट गर्दा पनि रियाक्सन हुँदैन, ट्रान्समिट गर्दा पनि रियाक्सन हुँदैन, के गर्नु पर्यो, जस्ट एब्जर्ब गर्दाखेरि मात्र रियाक्सन हुन्छ भन्ने कुरा चाहिँ यो के ग्रोथस ड्रेपर लले भनेको है। के भनौँ, कुनै पनि रियाक्सन हुनको लागि के गर्नु पर्यो त, लाइटलाई त्यसले एब्जर्ब गर्नु पर्यो। एब्जर्ब लाइटले मात्र रियाक्सन ल्याउन सक्छ। एब्जर्ब लाइटलाई एब्जर्ब गरेन भने रियाक्सन आउँदैन है। लाइटलाई एब्जर्ब गरेन भने रियाक्सन आउँदैन, गर्यो भने रियाक्सन आउँछ। यति कुरा हो है। यही भनेको के हो, ओन्ली द लाइट विच इज एब्जर्ब बाई द सिस्टम क्यान ब्रिङ एबाउट अ फोटोकेमिकल चेन्ज। फोटोकेमिकल रियाक्सन हुनको लागि लाइट एब्जर्ब गर्नु पर्यो। रिफ्लेक्ट गरेर पनि हुँदैन, ट्रान्समिट गरेर पनि हुँदैन है। बुझ्यो होला, यति कुरा हो यो। ग्रोथस ड्रेपर ल भनेको के, वाट स्टेट ग्रोथर ड्रेपर्स ल भनेर सोध्न सक्छ है। अब जस्ट यति कुरा बुझे भयो है। अनि अहिले हामी फेरि एकछिनमा के कुरा गर्छौँ भन्दा, एब्जर्ब लाइटको एउटा फोटोन छ भने यो कसरी रियाक्ट गर्छ, वान मोल फोटोन आयो भने वान मोलसँगै रियाक्ट गरिन्छ भन्ने कुरा चाहिँ अर्को लले दिन्छ। यति कुरा है। के हो त, सिम्पल हामीले के भन्यौँ, रिफ्लेक्ट पनि हुनु भएन, ट्रान्समिट पनि हुनु भएन, जस्ट एब्जर्ब मात्र हुनु पर्यो फोटोकेमिकल रियाक्सन हुनको लागि है। त्यति कुरा। अब एउटा कुरा अर्को के पनि छ भन्दाखेरि, एब्जर्प्सन हुँदैमा रियाक्टेन्ट प्रडक्टमा चेन्ज हुन्छ त, यो रियाक्टेन्ट आर प्रडक्टमा चेन्ज हुन्छ भने मैले अब यहाँ एब्जर्ब गरौँ आरले, अनि आरले एब्जर्ब गर्दैमा प्रडक्टमा चेन्ज भइहाल्छ त भन्ने पनि छैन है। प्रोडक्टमा चेन्ज नहुन पनि सक्छ है। त्यसो जुनै पनि रियाक्टेन्ट गर्ने बित्तिकै प्रडक्टमा चेन्ज हुने भए त अब कति हुन्थ्यो हुन्थ्यो नि, रियाक्टेन्टै नभेटिनु पर्ने, किनकि तिनीहरू त सबै प्रडक्टमा चेन्ज भइसक्नु पर्ने होइन। तर सबै प्रडक्टमा चेन्ज हुँदैन है। कहिलेकाहीँ एनर्जी लस पनि हुन्छ होइन, फ्लोरोसेन्स भएर बाहिर निक्लिन्छ पनि, हिटको फर्ममा पनि लस हुन्छ। त्यो कुरा भयो है। ग्रोथस ड्रेपर ल यति बुझे भयो है, धेरै डिटेलमा हामी जानु पर्दैन। अब यसपछि अर्को एउटा ल छ जुन ल स्टार्क आइन्स्टाइन ल भन्ने। यसलाई चाहिँ अर्को फर्ममा कहिलेकाहीँ चाहिँ आइन्स्टाइन ल अफ फोटोकेमिकल इक्विभ्यालेन्स भनेर पनि भन्छ है। आइन्स्टाइन ल अफ फोटोकेमिकल इक्विभ्यालेन्स। जस्तै हामीले यहाँ एब्जर्प्सन हुनुपर्छ भन्यौँ नि होइन, यहाँनिर के भन्यो यसले चाहिँ, खासै क्वान्टिटेटिभली केही पनि भनेको छैन, क्वालिटेटिभली मात्र भनेको छ नि त। एब्जर्ब भयो भने रियाक्सन हुन्छ, एब्जर्ब भएन भने त रियाक्सन हुँदैन, ट्रान्समिटहरू भयो भने। अब यसमा स्टार्क आइन्स्टाइनले चाहिँ त्यसैलाई अलिकति के भनेको छ, अलिकति क्वान्टिटेटिभ बनाउन खोजेको छ है। के भनेको छ त भन्दाखेरि, जसरी वान मोल फोटोन जुन छ है, वान मोल फोटोन एब्जर्ब भयो भने वान मोल सब्सटान्सले रियाक्सन गर्छ भनेको छ है। के भनौँ, वान मोल फोटोन, यदि वान मोल फोटोन लिएको छ भने, वान मोल फोटोन लिएको छ भने के हुन्छ, वान मोल सब्सटान्स चाहिँ रियाक्सन गर्छ भन्नुको अर्थ। हाम्रो फोटोन भनेको जुन फोटोनको के हुन्छ, फोटोन भनेको त के हो त, क्वान्टम अफ लाइट हो नि होइन। एउटा फोटोनले, यसको मतलब के हो, एउटा फोटोनले कतिवटा मोलिक्युलसँग रियाक्सन गर्न सक्छ त, एउटा मोलिक्युलसँग है। एउटा फोटोनले एउटा मोलिक्युलसँग रियाक्सन गर्छ। जस्ट सिम्पल भाषामा भन्दाखेरि त्यति हो। एउटा फोटोन छ, यदि एउटा फोटोन अफ लाइट चाहिँ कुनै एउटा रियाक्टेन्टमा पर्यो भने त्यसले के गर्न सक्छ, एउटा मोलिक्युल है, एउटा मोलिक्युल लाइटलाई ब्रेक गर्न सक्छ। ए सरी, एउटा मोलिक्युल रियाक्टेन्टलाई रियाक्ट गराएर प्रोडक्ट बनाउन सक्छ। अनि एउटा मोलले, एउटा फोटोनले एउटा गर्छ भने एउटा मोल फोटोनले के गर्छ, एउटा मोल सब्सटान्स है। फर एभ्री मोल अफ सब्सटान्स द्याट रियाक्ट वान मोल अफ फोटोन इज एब्जर्ब। सिम्पल यति हो है। त्यही क्वान्टम कन्सेप्ट पनि त्यही हो। लाइटको क्वान्टमलाई के भनिन्छ, फोटोन भनिन्छ। फोटोन, एउटा फोटोनले एउटा मोलिक्युल। हामीले त्यसमा पनि पढेको थियो नि होइन, फोटो इलेक्ट्रिक इफेक्ट भन्ने पनि थाहा छ नि होइन। फोटो इलेक्ट्रिक इफेक्टमा के हुन्थ्यो, कुनै एउटा मेटल हुन्थ्यो, मेटलमा के हुन्थ्यो, इलेक्ट्रोन हुन्थ्यो होइन। अनि माथिबाट के हुन्थ्यो, फोटोन पर्दाखेरि एउटा फोटोनले के गर्थ्यो, एउटा इलेक्ट्रोनलाई निकाल्थ्यो नि। यहाँ पनि सेम सिमिलर त्यस्तै कन्सेप्ट हो है। एउटा फोटोनले के गर्छ, एउटा मोलिक्युललाई ब्रेक डाउन गर्छ है। अनि यहाँनिर चाहिँ
के भन्छ यहाँनिर चाहिँ के हो, एउटा नयाँ त्यो युनिट छ है, आइन्स्टाइन भन्ने युनिट युज भइरहेको हुन्छ है। आइन्स्टाइन भनेको चाहिँ हाम्रो के हो, वान मोल फोटोनको कति एनर्जी हुन्छ त्यसलाई नै आइन्स्टाइन भनिन्छ है। सपोज एउटा फोटोनको एनर्जी के हुन्छ, एउटा फोटोन छ है, एउटा फोटोन छ भने एउटा फोटोनको एनर्जी के हुन्छ त, एचएफ हुन्छ नि होइन। यो त पहिले पढेको 11 12मा पढेको होइन। एउटा फोटोनको एनर्जी के हुन्छ त, एचएफ हुन्छ। अब हाम्रो वान मोलमा कतिवटा फोटोन हुन्छ त, वान मोल भनेको त एभागाडो नम्बर एनए जति हो नि त फोटोन होइन, हो कि होइन। एनए जति हो भनेपछि वान मोल फोटोनमा कति हुने रहेछ त, सरी यहाँ मैले न्यू राखेको रहेछु, न्यू नै गरौँ ल। एफ भनेको फ्रिक्वेन्सी हो, त्यो यो न्यू भनेको पनि फ्रिक्वेन्सी है। अब एनए छ भने कति हुन्छ त, एनएएचएफ, एनएएचएफ जति भयो नि त होइन। एनए भनेको एभागाडो नम्बर इन्टु एचएफ, एउटाको एचएफ हुन्छ। त्यहाँ मैले फ्रिक्वेन्सीलाई न्यू राखेको छ है। एच न्यू हुन्छ एउटा फोटोनको भने एनएवटा फोटोनको कति हुन्छ, एनए टाइम्स एच न्यू हुन्छ। यही भनेको चाहिँ के हो, एनए टाइम्स एच न्यू भनेको चाहिँ हाम्रो के हो त, आइन्स्टाइन भन्ने हो। के रहेछ आइन्स्टाइन भन्ने युनिट भनेको चाहिँ एउटा वान मोल फोटोनको एनर्जी, द एनर्जी पोजेस्ड बाई वान मोल अफ फोटोन। यहाँ भ्यालुहरू राख्यौँ भने हाम्रो के निकाल्न सकिन्छ, ठ्याक्कै निकाल्न सकिन्छ नि त। एच भनेको प्ल्याङ्क्स कन्सट्यान्ट भइहाल्यो, जुन भनेको 6.625 इन्टु 10⁻³ जुल सेकेन्ड हुन्छ। एनए भनेको एभागाड्रो नम्बर भइहाल्यो होइन। त्यसलाई मल्टिप्लाई गरौँ भने ठ्याक्क निक्लिहाल्यो। अनि कति फ्रिक्वेन्सीको लाइट पठायो त्यसमा डिपेन्ड गर्ने रहेछ आइन्स्टाइन भन्ने। अनि यो आइन्स्टाइनको यो रिलेसन जुन छ त्यो चाहिँ कस्तो हुन्छ भनेर आइन्स्टाइन चाहिँ आइन्स्टाइन भन्ने जुन भनेको छ ईको रिलेसन चाहिँ ल्याम्डासँग कस्तो हुन्छ भनेर सोधिरहेको छ इक्जाममा है। यो त्यसको लागि हामीले सानो डेरिभेसन छ है, 3 4 लाइनको डेरिभेसन छ। फिजिक्सहरूमा जस्तो धेरै ठुलो डेरिभेसन पर्दैन होइन, 3 4 लाइनको डेरिभेसन छ, सर हेऱ्यो भने भइहाल्छ। जस्तै कि यो सिम्पल हामीले के बुझ्यौँ भन्दाखेरि फ्रिक्वेन्सी भनेको सी बाई ल्याम्डा त सबैलाई थाहा छ नि होइन। यो यसमा त केही कन्फ्युजन छैन नि होइन। फ्रिक्वेन्सी इक्वल्स टु भेलोसिटी बाई वेभ लेन्थ होइन त। अनि लाइटको भेलोसिटी भनेको सी हुन्छ, सी भनेको के हो, 3 × 10⁸ यो त कतिचोटि पढेको हो नि त होइन। सी भनेको 3 × 10⁸ है। अब यहाँनिर हेर है, अब यसमा मैले के गरेँ, फ्रिक्वेन्सीलाई त यति लेखिहालेँ। अब आइन्स्टाइन ई भनेको त यति छँदैछ नि त, यी जस्ट ल्याएर यहाँ राखिदिएको। अब यहाँनिर यो न्यूको ठाउँमा यो सी बाई ल्याम्डा राख्यो भने त हाम्रो के रिलेसन आयो त, ई इक्वल टु एनएएचसी बाई ल्याम्डा भयो होइन त, एनएएचसी बाई ल्याम्डा। अनि यो एक्जाममा चाहिँ अब मैले यहाँ गरेको छैन होइन, त्यो तिमीहरूले आफै पनि गर्न सक्छौ। के सिम्पल के सोध्न सक्छ भन्दाखेरि एसआई सिस्टममा कति हुन्छ है, एसआई सिस्टममा कति हुन्छ, सिजिएस सिस्टममा कति हुन्छ, त्यो निकाल्न भनेर सोध्न सक्छ। जस्तै कि अब यहाँ एनए भनेको कन्सट्यान्ट हो, एच भनेको कन्सट्यान्ट र सी भनेको पनि के हो त, कन्सट्यान्ट हो होइन। त्यो सबै कन्सट्यान्ट हो। अब तिनीहरू सबै कन्सट्यान्ट हुन् भने हामीले यिनीहरूको भ्यालु त हामीलाई थाहा छ नि त होइन। त्यो भ्यालु पुट गरेर यदि सबै युनिट एसआई सिस्टमको राखो भने एउटा भ्यालु आउँछ होला, सिजिएस सिस्टमको राख्यो भने एउटा भ्यालु आउँछ होला। अनि त्यो भ्यालु पनि हामीले लेख्थ्यो भने हाम्रो एन्सर अझ बेटर हुने भयो होइन। सिजिएस सिस्टममा चाहिँ 2.86 इन्टु 10⁸ क्यालोरिज बाई ल्याम्डा भन्ने आउँछ होइन। एसआई सिस्टममा आफै निकालेर ट्राई गर्न सक्छौ है। त्यसको लागि एनएको भ्यालु हाल्नु, एचको भ्यालु हाल्नु र सीको भ्यालु हाल्नु। सी भनेको स्पिड अफ लाइट भयो, एच भनेको प्ल्याङ्क्स कन्सट्यान्ट, एनए भनेको एभोगाड्रो नम्बर। त्यो तिनटै कुराको भ्यालु हालिसकेपछि त आइहाल्यो। र एक्जाममा इन्भर्सली प्रोपोर्सनल मात्र भनेको छ भने यीसम्म गरे भयो है। धेरै जसो के सोध्छ यो स्टार्क आइन्स्टाइन लको स्टेटमेन्ट लेख्नु भन्छ होइन। स्टेटमेन्ट लेखेपछि यति लेख्यो अनि यो क्वान्टम कन्सेप्टहरू पनि सबै लेखेर युनिट अफ एनर्जी आइन्स्टाइन हो, यी सबै कुराहरू लेखिसकेपछि यति गरेर देखायो भने पनि हाम्रो एन्सर कम्प्लिट हुन्छ है। सर्ट क्वेसनमा सोध्ने हो, लङमा यो सोध्दैन होइन। ल यति गर्यो भने पुग्छ। अनि अझै एन्सरलाई बेटर बनाउनको लागि यसमा हाम्रो भ्यालु हालेर एसआईमा कति हुने रहेछ, सिजिएसमा कति हुने रहेछ निकालेर देखायो भने अझ हाम्रो एन्सर राम्रो हुन्छ है। ल अघि मैले भनेको थिएँ नि प्राइमेरी र सेकेन्डरी दुईवटा प्रोसेस हुन्छ, हामी पछाडि पढ्छौँ भनेर होइन। त्यही कुरा अब हामी गरौँ है त।
अब प्राइमेरी र सेकेन्डरी प्रोसेस भनेको बुझ्न कति सजिलो छ, केही गाह्रै छैन है। हाम्रो प्राइमेरी प्रोसेस भनेको चाहिँ के हो त, फर्स्ट स्टेप है। प्राइमेरी प्रोसेस भनेको फर्स्ट स्टेप। अघि पनि के कुरा गरेको थियो भन्दाखेरि जुन थर्मोकेमिकल रियाक्सन छ त्यो चाहिँ धेरै जसो ग्राउन्ड स्टेटमै रियाक्सन गरिराखेको हुन्छ है। बोन्ड ब्रेक हुन्छ, ब्रेक भएको बोन्ड जोइन हुन्छ, त्यस्तो हुन्छ। तर फोटोकेमिकल रियाक्सनमा चाहिँ जुन हाम्रो रियाक्टेन्ट जुन छ, यो रियाक्टेन्ट के हुन्छ, एक्साइट हुन्छ। फोटोन एब्जर्ब गरेपछि के हुन्छ, यो एक्साइट हुन्छ। अब फोटोन एब्जर्ब गरेर यो एक्साइट भयो भने है, फोटोन एब्जर्ब गर्छ, फोटोन एब्जर्ब गरेर एक्साइट हुन्छ। जुन यो एक्साइट हुने प्रोसेस छ नि, त्यो एक्साइट हुने प्रोसेस भनेको चाहिँ प्राइमेरी प्रोसेस है। सिम्पल भाषामा बुझ्दा के हो त, फोटोनले रियाक्टेन्टले फोटोनलाई एब्जर्ब गर्यो, रियाक्टेन्टले फोटोनलाई एब्जर्ब गरिसकेपछि त अब के हुने भयो, रियाक्टेन्टले त एनर्जी पायो नि त। त्यो पाएको एनर्जीले गर्दाखेरि यो केमा जान्छ, एक्साइटेड स्टेटमा जान्छ है। आर रियाक्टेन्ट छ भने आर एक्साइटेडलाई जेनरली एस्ट्रिक युज गरेर गरिन्छ, एस्ट्रिकमा जान्छ है। हो यो आर एस्ट्रिकसम्म पुग्ने प्रोसेस भनेकै के हो त, प्राइमेरी प्रोसेस हो। अब सेकेन्डरी प्रोसेस भनेको चाहिँ है, सेकेन्डरी प्रोसेस भनेको चाहिँ के हो त, योबाट अब प्रडक्ट बन्छ है। योबाट अब हाम्रो जुन एक्साइटेड आर थियो, जुन एक्साइटेड आरकोबाट चाहिँ प्रोडक्ट बन्ने प्रोसेस भनेको चाहिँ के हो त, सेकेन्डरी प्रोसेस हो। यति कुरा है। के हो त, प्राइमेरी प्रोसेसमा के हुने रहेछ, रियाक्टेन्टले एब्जर्ब गर्छ, रियाक्टेन्टले लाइट एब्जर्ब गर्छ अनि के दिन्छ, प्रोडक्ट दिन्छ। अनि सेकेन्डरी प्रोसेसमा चाहिँ के हुन्छ, सरी प्राइमेरी प्रोसेसमा प्रोडक्ट दिँदैन, एउटा एक्साइटेड रियाक्टेन्ट बनाउँछ होइन, एक्साइटेड एउटा पार्ट बनाउँछ। अनि त्यो एक्साइटेड पार्ट चाहिँ फर्दर रियाक्ट गरेर प्रोडक्ट दिन्छ भने त्यो फर्दर रियाक्ट गर्ने प्रोसेस भनेको चाहिँ सेकेन्डरी प्रोसेस हो है। अब यसमा के त्यही कुरा मैले लेखेको छु। अनि यसले चाहिँ के गर्छ त, प्राइमेरी प्रोसेसले स्टार्ट ललाई एक्स उम्, एकदमै अवे गर्छ है। यो स्टार्ट ललाई अवे गर्नु भनेको चाहिँ एउटा फोटोनले एउटा मोलिकुललाई ब्रेक गर्छ है। एउटा फोटोनले एउटा मोलिकुललाई ब्रेक गर्छ भन्ने हो है। एउटा फोटोनले एउटा मोलिकुललाई ब्रेक गर्छ मतलब यो स्टार्क आइन्स्टाइन लमा चाहिँ हाम्रो जुन क्वान्टम इल्ड छ, क्वान्टम इल्डलाई मैले फाइले डिनोट गरेँ भने फाइ इक्वल्स टु वान हुन्छ। अहिले क्वान्टम इल्ड भनेको के भनेर अहिले हामी कुरा गर्छौँ होइन। अहिले बुझिराख, क्वान्टम इल्ड सम्झिराख है, क्वान्टम इल्ड चाहिँ वान हुन्छ। तर सेकेन्डरी प्रोसेसमा चाहिँ वान इज टू वान इक्विभ्यालेन्सबाट डेभिएट हुन सक्छ। प्राइमेरी प्रोसेस इज कम्प्लिटली इन्डिपेन्डेन्ट अफ टेम्परेचर। प्राइमेरी प्रोसेसमा टेम्परेचरसँग रिलेट, टेम्परेचर को केही मतलबै हुँदैन क्या, टेम्परेचरको होस् या नहोस् केही पनि हुँदैन। तर सेकेन्डरी प्रोसेस चाहिँ टेम्परेचरमा डिपेन्डेन्ट हुनसक्छ है। त्यही कुरा के भयो, सिम्पल रहेछ। के हो, प्राइमेरी प्रोसेसमा के हुन्छ, मोलिक्युलले फोटोनलाई एब्जर्ब गर्छ है, मोलिक्युलले फोटोनलाई एब्जर्ब गर्छ, एक्साइटेड स्टेटमा पुग्छ। सेकेन्डरी प्रोसेसमा त्यो एक्साइटेड स्टेटमा पुगेको मोलिक्युल जुन छ, त्यो एक्साइटेड स्टेटमा पुगेको जुन मोलिक्युल चाहिँ हाम्रो फर्दर रियाक्ट गरेर के दिन्छ, प्रोडक्ट दिन्छ। अनि प्राइमेरी प्रोसेसले स्टार्ट ललाई कम्प्लिटली अवे गर्छ, सेकेन्डरीले अवे गर्दैन होइन। अनि प्राइमेरी प्रोसेस इज कम्प्लिटली इन्डिपेन्डेन्ट अफ टेम्परेचर, सेकेन्डरी प्रोसेस मे बी टेम्परेचर डिपेन्डेन्ट। यति कुरा सम्झ्यो भने भइहाल्यो प्राइमेरी र सेकेन्डरी प्रोसेसमा है। योभन्दा धेरै जान्नु पनि पर्दैन होइन, सिम्पल हो। हामीले फोटोकेमिकल रियाक्सन पढ्दैछौँ, फोटोकेमिकल रियाक्सनको दुईवटा स्टेप जस्तो भयो, एउटा प्राइमेरी एउटा सेकेन्डरी होइन। प्राइमेरी स्टेपमा के हुने रहेछ त, लाइटले एब्जर्ब गर्छ, एक्साइट हुन्छ, सक्यो। सेकेन्डमा त्यो सेकेन्डरी प्रोसेसमा एक्साइट भएकोले प्रोडक्ट दिन्छ, सक्यो। प्राइमेरी प्रोसेस स्टार्क आइन्स्टाइन ल फलो गर्छ, सेकेन्डरीले फलो गर्दैन, सक्यो। त्यति कुरा सम्झ्यो भने भइहाल्यो। अब यहाँ एउटा इक्जाम्पल मैले राखेको छु प्राइमेरी र सेकेन्डरी प्रोसेस देखाउनको लागि है। कहिलेकाहीँ अब एक्जाममा सोधिहाल्यो प्राइमेरी सेकेन्डरी प्रोसेस भनेर सोधो भने त्यति मात्र लेखेर भएन, एउटा इक्जाम्पल देखायो भने राम्रो हुन्छ है। जस्तै कि एउटा डिकम्पोजिसन अफ हाइड्रोजन आयोडाइड, हामीले यदि हाइड्रोजन आयोडाइडलाई फोटोनको प्रेजेन्समा राख्यौँ, लाइटको प्रेजेन्समा राख्यौँ भने हाइड्रोजन आयोडाइड चाहिँ युभीको प्रेजेन्समा है, अलि हाई एनर्जेटिक लाइटको प्रेजेन्समा राख्यो भने के हुन्छ, ब्रेकडाउन हुन्छ, त्यसको इन्डिभिजुअल कम्पोनेन्टमा ब्रेकडाउन हुन्छ। अब यसमा पनि दुईटा प्रोसेस छ है। पहिलो प्रोसेस के हो त भन्दाखेरि प्राइमेरी प्रोसेसमा अघि पनि भने के हुन्छ भने प्राइमेरी प्रोसेसमा चाहिँ यहाँनिर हेर, प्राइमेरी प्रोसेसमा एक्साइट हुन्छ वा डिसोसिएट पनि हुनसक्छ है। प्राइमेरी प्रोसेस एक्साइट हुन्छ अथवा डिसोसिएट हुन्छ। त्यस्तै यहाँ के भयो त, एचआईले एब्जर्ब गर्यो, हाइड्रोजन आयोडाइडले के एब्जर्ब गर्यो, यो भनेको त फोटोन हो होइन, एउटा फोटोन एब्जर्ब गर्यो।
अनि के दियो डिसोसिएट भयो एच र आई। यो यिनीहरू हाइली रियाक्टिभ हुन्छन् है, एच पनि एकदमै रियाक्टिभ हुन्छ, आई पनि एकदमै रियाक्टिभ हुन्छ। त्यो हाइली रियाक्टिभ हो। अब यिनीहरू दुईटा जुन छ हो यो मध्येको यो एचले फेरि केसँग रियाक्ट गर्छ, एचआईसँग रियाक्सन गर्छ। एचले फेरि एचआईसँग रियाक्सन गर्छ र के दिन्छ, H2+ आई दिन्छ। अनि आई फेरि केसँग रियाक्ट गर्छ, आफै अर्को आईसँग रियाक्सन गरेर I+I I2 दिन्छ। अब हेर त हाम्रो ओभरअल रियाक्सन चाहिँ के भयो त, यो भयो होइन। अनि हाम्रो स्टेप हेरौँ है। फर्स्ट स्टेप प्राइमेरी स्टेपमा के भयो, डिसोसिएट गरेर के बनायो, हाइली एनर्जेटिक है। यो यिनीहरू भनेको हाइली अनस्टेबल। किन अनस्टेबल भयो, एनर्जी हाई हुन्छ त्यही भएर अनस्टेबल। यिनीहरू हाइली अनस्टेबल दुईटा पार्टमा ब्रेक गरिदियो लाइटले है। प्राइमेरी स्टेपमा के हुन्छ, कि त एक्साइटेड हुन्छ कि त ब्रेकडाउन हुन्छ दुइटामा। अब ब्रेकडाउन भइसकेपछि जुन यो पहिलेको एच बनेको छ त्यसले एचआईसँग रिया गरेर H2+ आई बनायो। अनि जुन आई बन्यो हो त्यो आई अगाडिको यो जुन आई भनेको छ त्योसँग रियाक्सन गरेर के बनायो, I2 बनायो। अब हेर त हाम्रो रियाक्सनमा के भइरहेको छ भन्दा दुईटा हाइड्रोजन आयोडाइडलाई एउटा फोटोनले ब्रेक गरिरहेछ। दुईटा हाइड्रोजन आयोडाइडलाई एउटा फोटोनले ब्रेक गरिरहेछ। जुन प्राइमेरी प्रोसेसमा त हाम्रो के छ, एउटा मोलिक्युललाई एउटा फोटोनले ब्रेक गरिरहेको छ। तर ओभरअल रियाक्सनमा हेर त के भयो त, ओभरअल रियाक्सनमा चाहिँ हाम्रो दुईटा एचआईलाई एउटा फोटोनले ब्रेक गरिरहेछ। ओभरअल रियाक्सनले चाहिँ स्टार्क आइन्स्टाइन ल फलो गरेन होइन। तर यो प्राइमेरी प्रोसेसले चाहिँ के गर्यो, स्टार्क आइन्स्टाइन ल फलो गर्यो। त्यही भएर यो सेकेन्ड डिफ्रेन्स हेर त, प्राइमेरी प्रोसेसले के गर्यो, स्टार्क आइन्स्टाइन ल फलो गर्यो, तर सेकेन्डरी प्रोसेसले फलो गरेन भनेर लेखेको। ओभरअलमा हेर त एउटा मोलिक्युल मात्र ब्रेक गर्न सक्नुपर्ने एउटा फोटोनले स्टार्क आइन्स्टाइन अनुसार, तर गर्न सकेन। त्यसको पनि रिजन अहिले हामीले पढ्छौँ के हो, रिजन फर हायर क्वान्टम यिल्ड लोअर क्वान्टम यिल्ड भनेर है। हायर रिजन फर हायर क्वान्टम यिल्ड र लोअर क्वान्टम यिल्ड भनेर हामी पढ्छौँ है। अब यहाँ हेरौँ है। यो यो त बुझ्यो होइन, दुईटा मोलिकुललाई एउटा मोलिकुलले ब्रेक गरिराखेको छ, एउटा फोटोनले ब्रेक गरिराखेको छ। अब यो जुन ब्रेक गरिराखेको छ नि यो दुईटा मोलिकुललाई यसले भने त हाम्रो स्टार्क ल त फलो भएन भने, त्यसमा हामीले यहाँ अहिले क्वान्टम यिल्ड भनेर मैले यहाँ राखिदिएको छु। अहिले पढिसकेपछि अर्को पनि यो तल क्वान्टम यिल्डको कन्सेप्ट आइसकेपछि चाहिँ बुझिन्छ होइन। त्यही पनि यहाँ के बुझियो भन्दाखेरि कतिवटा मोलिकुल डिस्ट्रोय भयो, दुईटा डिस्ट्रोय भयो, कतिवटा फोटोनले डिस्ट्रोय गरेर एउटाले डिस्ट्रोय गरेर 2/1 गरेर हाम्रो 2 भएको क्वान्टम यिल्ड है। अब यहाँ कसरी कुनमा चाहिँ देखियो, कुनमा फलो गर्यो कुनमा फलो गरेन त्यो पनि बुझियो है। अब त्यसपछि हामी क्वान्टम यिल्डको कुरा गर्छौँ है त। यो क्वान्टम यिल्ड पनि यहीसँग रिलेटेड कुरा हो। जस्तै यहाँनिर के भयो त, नम्बर अफ मोलिकुल कति छ, दुईटा डिसोसिएट भएको छ होइन। सुरुमा कतिवटा फोटोनले, एउटा फोटोनले डिसोसिएट भएको छ। अब यही कुरालाई म्याथमेटिकल्ली हामीले कसरी देखाउन सक्छौँ भन्ने कुरा हो है क्वान्टम यिल्ड भनेको। क्वान्टम यिल्ड भनेको चाहिँ हाम्रो एउटा फोटोनले कतिवटा डिस्ट्रोय गर्न सक्छ त, फोटोनको इफिसियन्सी हो। के हो क्वान्टम यिल्ड भनेको चाहिँ फोटोनको इफिसियन्टी, फोटोनको इफिसियन्सी। जुन एउटा फोटोनले कति डिस्ट्रोय गर्न सक्छ, एउटा फोटोनले कति राख्न सक्छ भन्ने कुरा हो है। फोटोनको इफिसियन्सी भनेको पनि बुझ्दा हुन्छ। यदि एउटा फोटोनले दुईटा मोलिकुल डिस्ट्रोय गर्छ भने, दुईटा मोलिकुललाई ब्रेक गर्न सक्छ भने त्यसलाई के भनियो, त्यसको क्वान्टम यिल्ड 2 भयो। यदि एउटा फोटोनले पाँचवटालाई डिसोसिएट गर्न सक्छ भने त्यसको क्वान्टम यिल्ड भनेको 5 भयो है। एउटा फोटोन कतिको स्ट्रङ छ, एउटा फोटोनले कतिवटा मोलिकुललाई डिस्ट्रोय गर्न सक्छ, कतिवटा मोलिकुललाई डिसोसिएट गर्न सक्छ, त्यो भनेकै कन्सेप्ट भनेको क्वान्टम यिल्ड हो। अब यसलाई हामीले म्याथमेटिकल्ली भन्दाखेरि चाहिँ कसरी भन्न सकियो त भन्दाखेरि, नम्बर अफ मोलिक्युल रियाक्टिङ इन अ गिभन टाइम बाई नम्बर अफ फोटोन एब्जर्ब्ड इन द सेम टाइम। यहाँ पनि त्यही गरियो नि। हेर त नम्बर अफ मोलिक्युल कति छ, दुईटा, फोटोन कतिवटा छ, एउटा, क्वान्टम यिल्ड कति भयो हाम्रो, 2 भयो होइन। के हुने रहेछ, एउटा यहाँ फोटोन, कतिवटा फोटोनले कतिवटा मोलिकुललाई ब्रेकडाउन गर्यो, कतिवटा मोलिकुललाई रियाक्ट गरायो, फोटोकेमिकल रियाक्सनमा रियाक्ट गरायो। त्यसैलाई हामीले के भन्यौँ, क्वान्टम यिल्ड। सिम्पल छ नि होइन। क्वान्टम यिल्ड भनेको के हो, क्वान्टम यिल्ड भनेको फाइ है। क्वान्टम यिल्ड भनेको यदि हाम्रो कतिवटा मोलिकुल रियाक्सनमा गयो है, कतिवटा मोलिकुल ब्रेकडाउन भयो, त्यति भाइ नम्बर अफ फोटोन, अथवा नम्बर अफ फोटोन, नम्बर अफ फोटोन, माथिपट्टि के हो, नम्बर अफ मोलिक्युल।
अनि के सम्झिनु पर्छ भन्दाखेरि अब सेम टाइममा हुनु पर्यो है। एब्जर्ब भएको कतिवटा फोटोन एब्जर्ब इन द सेम टाइम। यो जुन दुईटा टाइम छ नि हामीले लिने रेकर्ड गर्ने हाम्रो टाइम जुन छ त्यो चाहिँ सेम टाइमको हुनु पर्यो है। यदि फोटोन एब्जर्ब हुने टाइम र यो मोलिकुल रियाक्ट हुने टाइम पनि सिमिलर हुनु पर्यो। अब मोलर टर्ममा पनि यसलाई लेख्न सकिन्छ। मोलर टर्ममा चाहिँ रेट अफ केमिकल रियाक्सन बाई रेट अफ एब्जर्प्सन। यी सिम्पल डिभाइड बाई मोल, मोल नम्बर अफ मोल मात्र गरेको, यो माथिकोलाई नम्बर अफ मोलले डिभाइड गरौँ त सेम यस्तै त आइगयो नि होइन। मोलर टर्ममा रेट अफ केमिकल रियाक्सन बाई एब्जर्प्सन अफ रेडिएसन, यति कुरा। अब स्टार्क आइन्स्टाइन ल फलो गर्छ भने के हुन्छ, त्यसको वान हुन्छ। अघि माथि पनि भनिसकेँ मैले। स्टार्क आइन्स्टाइन लले के भन्छ, एउटा फोटोनले के गर्छ, एउटा मोलिक्युल, वान फोटोन वान मोलिक्युल। तर सबैमा एउटा फोटोनले एउटा मोलिक्युल गर्ने रहेछ त रहेनछ। यी माथि थाहा भइगयो नि होइन। यहाँ के छ, एउटा फोटोनले दुईटा मोलिक्युललाई गरौँ। यसको रिजन के हो त, यसैमा हेरौँ है। यसको रिजन के हो त हेर त, हाम्रो एउटा सुरुमा त एउटा फोटोनले एउटैलाई गरिरहेको छ यहाँ त। यहाँसम्म त स्टार्क आइन्स्टाइन ल फलो भइरहेको छ। तर सेकेन्ड स्टेपमा जाने बित्तिकै किन भएन भन्दाखेरि जुन यो प्रडक्ट फर्म भयो नि, यो प्रडक्ट फेरि केसँग रियाक्ट गर्यो त, रियाक्टेन्टसँग रियाक्सन गर्न गयो। अब यो प्रडक्टले यदि रियाक्टेन्टसँग रियाक्ट गर्यो भने त यो त चेन रियाक्सन जस्तो हुन्छ नि त होइन। अब यहाँ S2 + I2 आयो, अनि फेरि यो अर्को डिसोसिएट हुन्छ, फेरि यस्तै हुन्छ है। त्यही भएर हाम्रो जुन रियाक्सनमा चाहिँ बनेको प्रडक्टले रियाक्टेन्टसँग रियाक्ट गर्न सक्छ, त्यस्तो प्रडक्ट त्यस्तो खालको रियाक्सनमा पनि हाम्रो क्वान्टम यिल्ड वान हुँदैन रहेछ, सबै चेन्ज हुने रहेछ है। त्यही भएर इन रियालिटी हाम्रो यो क्वान्टम यिल्ड भनेको चाहिँ धेरै हुनसक्छ, कमदेखि एकदमै बढीसम्म पनि हुनसक्छ। जस्तै हामीले क्वान्टम यिल्ड भनेको त्यसमा पनि देख्न सकिन्छ है। जस्तै क्वान्टम यिल्ड भन्दा पनि एउटा मोलिकुलले धेरैवटा मोलिकुलसँग रियाक्सन गरेको भनेको चाहिँ क्लोरोफ्लोरोकार्बनले ओजोन लेयर डिप्लेसन गर्छ भन्नेमा पनि त एउटा क्लोरिन मोलिक्युलले कति, एउटा नेसेन क्लोरिनले कति धेरैवटा ओजोनलाई डिसोसिएट गरेर अक्सिजन बनाएको थियो। त्यस्तै कुराहरू त्यस्तै हो नि त यसमा पनि। अब जुन ब्याक जाने हुन्छ एउटा फोटोनले 10⁶सम्म पनि गर्न सक्छ, अथवा अझै धेरै पनि गर्न सक्यो है। हाम्रो कस्तो खालके सेकेन्डरी प्रोसेस हुन्छ भन्ने कुराले। अब यही क्वान्टम इल्ड चाहिँ किन डेभिएट हुन्छ त, युनिटी हुनु भनेको चाहिँ के हो त, आइन्स्टाइन ल फलो गर्नु हो है। युनिटी भयो भने आइन्स्टाइन स्टार्क ल फलो गरेको हो, स्टार्क ल। तर युनिटी हुँदैन, कुनै कुनै रियाक्सनमा हुन्छ, धेरै जसोमा हुँदैन है। त्यो नहुनुको कारण चाहिँ के हो भन्ने कुरा हामी हेर्छौँ है त। अब धेरैमा रियाक्सन हुन्छ होइन, धेरैमा हुँदैन वान है, रियालिटीमा वान हुँदैन, कममा मात्र वान देखिन्छ। अब त्यसको कारण के हो भनेर हामी हेर्छौँ है त एक दुईवटा। जस्तै एउटा भनेको चाहिँ हाई इल्ड र लो इल्ड है। हाई इल्ड किन हुन्छ, लो इल्ड किन हुन्छ। अब हाई इल्ड भनेको त माथि कुरा गऱ्यौँ है, एउटा फोटोनले एउटा मोलिक्युल, एउटा भन्दा बढी मोलिक्युलहरूलाई डिसोसिएट गर्न सक्यो भने त्यसलाई हाई इल्ड भनियो। लो इल्ड भनेको चाहिँ एउटै मोलिक्युललाई डिसोसिएट गर्न धेरैवटा फोटोन चाहियो क्या। धेरै फोटोन चाहियो भने त हाम्रो के भयो त रियाक्सन। अब यहाँनिर अब जस्तै कि मैले के गरेँ, नम्बर अफ मोलिक्युल हो माथि, नम्बर अफ मोलिक्युल, जुन मोलिक्युल जुन छ, मोलिक्युल बाई फोटोन, प्रोटोनको नम्बर। अब यदि यो भ्यालु चाहिँ कम भयो एकदमै, मतलब के भयो भन्दा धेरैवटा फोटोन चाहियो मोलिकुललाई डिसोसिएट गर्न, भनेको वानभन्दा कम आउने भयो नि त यदि फोटोनको नम्बर ज्यादा भयो नम्बर अफ मोलिक्युल्स भन्दा। अब त्यो किन हुन्छ त भन्दाखेरि त्यो हेरौँ। फर्स्टमा हामी हाई इल्डको कुरा गरौँ है त। हाई इल्डमा चाहिँ चेन रियाक्सन है। यदि हाम्रो जुन प्राइमेरी त्यो फर्स्ट स्टेप है, प्राइमेरी प्रोसेस जुन छ, यदि यो प्राइमेरी प्रोसेस माथि पनि अघि मैले भन्थेँ, प्राइमेरी प्रोसेसको जुन प्रडक्ट छ त्यसले चाहिँ रियाक्सन फेरि फर्दर क्यारी आउट गर्यो भने हाई यिल्ड देखिन्छ। जुन हाम्रो माथि पनि देखिएको थियो, के देखिएको थियो, जुन हाम्रो प्राइमेरी प्रोसेसको प्रडक्ट जुन थियो एच र आई, यो एच र आईले के गर्यो त, फर्दर त्यही रियाक्टेन्टसँग रियाक्ट गरेर अर्को प्रडक्ट दियो है। यस्तो केसमा देखिने रहेछ होइन, एउटा भयो है। के भयो त, प्राइमेरी प्रडक्टले चाहिँ क्याटलिस्ट अथवा इनिसिएटरको रूपमा काम गर्यो भने। अब अर्को भनेको चाहिँ त्यो रियाक्सन हुँदाखेरि हिट रिलिज भयो
है। जुनसुकै रियाक्सन हुँदा कुनै रियाक्सन हुँदाखेरि हिट रिलिज भयो भने त्यो हिटले पनि फर्दर केमिकल रियाक्सन गराउन सक्छ है। त्यसमा पनि हाम्रो क्वान्टम यिल्ड चाहिँ के हुन्छ, बढी देखिन्छ। त्यो भयो है, यति दुइटा कुरा सम्झ्यो भने भयो है। हायर यिल्ड किन आउन सक्छ, यदि चेन रियाक्सन हो भने प्रोडक्ट फर्मेसन भयो, प्राइमेरी स्टेपमा प्रोडक्ट फर्मेसन भयो, त्यो बनेको प्रोडक्ट फेरि फर्दर रियाक्सन गरिदियो, फेरि बन्छ अर्को प्रोडक्ट, फेरि फर्दर रियाक्सन गरिदियो भने त एउटा फोटोनले एक्टिभेट गरेको छ, त्यो बनेको बनै भयो। जस्तै कि हाम्रो जुन बम जुन छ, एटम बम जुन छ, एटम बममा पनि त हाम्रो के गरेको, न्युट्रोन बमबार्ड गरिन्छ, अनि एउटा न्युट्रोन बमबार्ड गर्दाखेरि तिनवटा न्युट्रोन जेनेरेट हुन्छ, अनि फेरि यो तिनवटा न्युट्रोनले अरूसँग गर्छ। जस्तै चेन रियाक्सन जस्तो भक्कु भइ गर्थ्यो नि त। यसमा पनि यो हायर इल्ड आउनुको रिजन पनि त्यही हो है, चेन रियाक्सन भक्कु भइ गर्ने भयो। जस्तै माथिपट्टि हामीले अघि कुरा गरिहाल्यौँ है, एचआईकोमा पनि सिम्पल चेन रियाक्सन त होइन, तर पनि अगाडि प्राइमेरीमा बनेको प्रडक्टले के गर्यो त, फेरि रियाक्टेन्टसँग रियाक्ट गर्यो, दियो, अनि फेरि गर्यो, फेरि दियो होइन, दुईचोटि भयो नि त त्यसमा। दुईचोटि भएर एउटा फोटोनले दुईटा मोलिकुललाई डिसोसिएट गर्यो, त्यस्तो कुरा भयो। अब अर्को एक्जोथर्मिक स्टेपमा पनि भइहाल्यो, हिट रिलिज भयो भने त्यो रिलिज भएको हिटले पनि केमिकल रियाक्सन गराउन सक्छ, जसले गर्दाखेरि हाम्रो बडी नम्बर अफ मोलिक्युल चाहिँ रियाक्सनमा इन्भल्भ हुन्छ, डिसोसिएट हुन्छ, जे पनि हुनसक्छ। अर्को के छ, लो इल्ड है। लो इल्ड भनेको चाहिँ अघि मैले एउटा कुरा भनेको सम्झ्यौ कि सम्झेनौ होइन, यहाँनिर सुरुमै के कुरा गरेको थियो भन्दाखेरि यहाँनिर है के हो भन्दाखेरि एब्जर्ब भएको लाइटले केमिकल रियाक्सन गर्न सक्छ है, त्यो चाहिँ हाम्रो प्राइमेरी कन्डिसन हो, एब्जर्ब चाहिँ हुनै पर्यो। तर एब्जर्ब भएको सबै लाइटले चाहिँ रियाक्सन गराउँदैन भनेको थियो नि यहाँनिर। एब्जर्प्सन चाहिँ चाहिने कुरा हो, प्रिक्विसिट हो, बट इट डज नट ग्यारेन्टी रियाक्सन है। रियाक्सन चाहिँ हुन्छ नै भनेर ग्यारेन्टी गर्दैन। अनि यदि फोटोन एब्जर्ब गरो, रियाक्सन भएन भने त हाम्रो के हुने हो त, इल्ड त कम भयो नि त, क्वान्टम इल्ड त कम भयो, मतलब डिएक्टिभेसन हुनसक्छ भनेको है। मोलिक्युलले के गर्यो, एब्जर्ब गर्यो, मोलिक्युलले एब्जर्ब गरेपछि के भयो, मोलिक्युलले हिट एब्जर्ब गर्यो, अनि त्यो हिटलाई सरी लाइट एब्जर्ब गर्यो, लाइटको एनर्जी एब्जर्ब गर्यो, त लिएको एनर्जी चाहिँ हिटको फर्ममा वा लाइटकै फर्ममा बाहिर पठायो भने त्यसले त रियाक्सनमा भाग लिएन। यसले पनि के हुन्छ, क्वान्टम यिल्ड चाहिँ कम हुन्छ। अर्को भनेको रिकम्बिनेसन। जस्तै यहाँनिर हाम्रो के भनौँ, ब्रेक भएर एचआई बनेको छ नि होइन, छुट्टा छुट्टै प्रडक्ट, यदि यो कम्बाइन भएर एचआई नै बनिदियो भने त के भयो त, हाम्रो प्रडक्ट त आएन नि त, जे रियाक्टेन्ट थियो त्यही भयो। यदि रिकम्बिनेसन भयो भने पनि त्यस्तो हुँदैन। अर्को चाहिँ हाम्रो सल्भेन्ट इन्भल्भ हुने रियाक्सन है। कुनै कुनै रियाक्सनहरू हामीले सल्भेन्टको मिडियममा पनि क्यारी गर्नु पर्यो। सल्भेन्टले पनि कहिलेकाहीँ चाहिँ त्यो जुन लाइट मिडिएटेड रियाक्सनहरू छ, तिनीहरूमा जुन रियाक्टेन्टहरू छ तिनीहरूलाई चाहिँ वरिपरिबाट घेरेर राखिदिन्छ। वरिपरिबाट घेरेर राखेपछि तिनीहरू डिसोसिएट, तिनीहरूले लाइट एब्जर्ब गर्छन्, एक्साइट हुन्छन्, ती बस्छन् क्या, अर्को प्रडक्ट बनाउनै सक्दैनन्। त्यसलाई चाहिँ केज इफेक्ट भनिन्छ है। यति कुरा पढ्यो भने हाम्रो यो जुन हाई इल्ड र लो इल्डको बारेमा बुझ्यो होला। हाई इल्ड हुनुको कारण भनेको चेन रियाक्सन भयो, प्रडक्ट जे बनेको छ त्यसले आफ्नै रियाक्टेन्टसँग रियाक्ट गरेर सेकेन्डरी प्रडक्टहरू दिन थाल्यो भने के हुन्छ, त्यसको हाई इल्ड हुन्छ, अथवा एक्जोथर्मिक स्टेप भयो। अनि लो इल्ड चाहिँ कति बेला हुन्छ, एब्जर्ब गरेको लाइट जुन छ, एब्जर्ब गरेको लाइटले फोटोकेमिकल रियाक्सन ल्याउन सकेन, र एनर्जी चाहिँ के को फर्ममा लस भयो, हिटको फर्ममा, फ्लोरोसेन्सको फर्ममा लस भयो भने। अर्को रिकम्बिनेसन भयो, डिसोसिएट भएको फ्रेगमेन्ट चाहिँ डिसोसिएट भयो भने पनि त्यस्तो हुन्छ। ल, यी कुराहरू भयो है। अब हाम्रो एउटा इम्पोर्टेन्ट ल छ है। यो इम्पोर्टेन्ट ल भनेको चाहिँ हाम्रो ल्याम्बर्ट्स बियर ल, ल्याम्बर्ट बियर ल भन्ने हो है। ल्याम्बर्ट बियर लले के भन्छ भन्दाखेरि, ल्याम्बर्ट बियर ल भनेको चाहिँ ल्याम्बर्ट र बियर्डको दुईटा ल छ। ल्याम्बर्ट भन्ने एकजना साइन्टिस्ट र बियर भन्ने दुईजना अर्को साइन्टिस्ट है। यो दुईजनाले छुट्टा छुट्टै दिएको छ, अनि यिनीहरूको कम्बाइन्ड फर्म चाहिँ एउटा ल हुन्छ। कहिलेकाहीँ अब ल्याम्बर्ट बियर, ल्याम्बर्ट ल, बियर ल भनेर छुट्टा छुट्टै पनि सोध्न, एकैचोटि ल्याम्बर्ट बियर ल भनेर पनि सोध्न सक्छ। अब यसमा के बुझ्ने भन्दाखेरि यहाँ सिम्पल छ यो है। हामीले केही कुराबाट, जस्तै यहाँनिर एउटा केही मिडियम छ है, एउटा केही छ, यतापट्टिबाट लाइट आयो भने यो बिचदेखि पास गर्दाखेरि यहाँनिर स्ट्रेन्थ जति छ लाइटको, इन्टेन्सिटी जति छ, यतापट्टि जाँदा त्यति नै हुन्छ त, हुँदैन नि। अभियसली यहाँ इन्टेन्सिटी आई थियो भने यहाँ त्यो आई भन्दा के हुन्छ, घटेर यता जान्छ नि त होइन। पुरै यो आई छ भने यहाँ पनि आई नै आउने त हुँदैन होइन।
के हुन्छ, केही न केही त घट्छ। अनि त्यो घट्ने कुरा चाहिँ केले डिटरमाइन गर्छ भन्ने कुरा चाहिँ बियर्ट ल्याम्बर्ट लले दिएको हो है। जस्तै कि अब यहाँ मैले अहिले यत्रो राखेको छु, अब मैले यत्रो ठुलो राखेँ भने अब यहाँदेखि पनि लाइट यसरी गयो अनि यतादेखि निक्लिरहेछ। माने यहाँनिर आई छ भने यहाँ फेरि के हुने भयो, घटेर आउने भयो। तर हेर त, अब लाइटले त के गर्नु पर्यो, यहाँ यति डिस्टेन्स छ भने यहाँ त अझै धेरै लामो डिस्टेन्स पनि त अझै धेरै घट्ने भयो है। अब यो सिम्पली यति भनेको हो क्या। जस्तै यहाँ यदि लेन्थ के छ, यहाँनिर एक्स छ भने है, र यहाँनिर एक्स प्लस कुनै एउटा भ्यालु छ ए छ भने के हुन्छ त, यो जति ठुलो लेन्थ भयो, यहाँनिर धेरै लेन्थ छ, लेन्थ के छ, बढी छ, लेन्थ बढी छ भने के गर्छ, बढी एब्जर्ब गर्छ। यहाँ लेन्थ कम छ भने कम एब्जर्ब गर्छ। अनि यता इन्टेन्सिटी के आउँछ त, कम आउँछ। यहाँ यो र योको कम्पेरिजनमा यसमा धेरै कम आउँछ, यसमा अलिकति बढी आउँछ यो र योको कम्पेरिजनमा। भनेको इन्टेन्सिटी घट्छ र थिकनेस कति छ त्यतिले डिटरमाइन गर्छ। अब थिकनेसले मात्र डिटरमाइन गर्छ भनेर 100% स्योर भइन्छ त। जस्तै कि मसँग एउटा यहाँनिर एउटा डेन्सिटी, डेन्सिटीले पनि डिटरमाइन गर्छ नि त होइन। एउटा मेरो एउटा दुईवटा टाइपको त्यो छ, मेटेरियल छ। एउटामा चाहिँ मैले के राखेँ, वाटर राखेँ, अनि अर्कोमा चाहिँ मैले सुगर सोल्युसन राखेँ। भनेको हामीले कुनबाट हेर्न, एउटा ग्लासबाट हेर्ने हो भने कुनबाट हेर्न सजिलो हुन्छ, होला वाटरबाट हेर्न सजिलो हुन्छ नि त होइन। वाटरबाट हेर्दाखेरि बढी लाइट देखिन्छ, क्लियरली देखिन्छ। भन्नुको अर्थ के रहेछ भन्दा डेन्सिटीले पनि डिटरमाइन गर्ने रहेछ, डेन्सिटी भनेको कन्सन्ट्रेसनले पनि डिटरमाइन गर्ने रहेछ होइन। अनि अर्को केले डिटरमाइन गर्ने रहेछ, लेन्थले डिटरमाइन गर्ने रहेछ। अनि त्यहीसँग रिलेटेड चाहिँ कस्तो हुन्छ भनेर यो ल्याम्बर्ट र यो बियरले दिएको। जस्तै ल्याम्बर्टले चाहिँ केसँग रिलेटेड भन्यो भन्दाखेरि थिकनेससँग रिलेटेड भएर भनेको है। ल्याम्बर्टले चाहिँ के भनेको, थिकनेससँग रिलेटेड भएर भनेको होइन। अर्को भनेको चाहिँ बियरले चाहिँ केसँग, कन्सन्ट्रेसनसँग रिलेटेड भएर भनेको है। अब ल्याम्बर्टले थिकनेससँग, बियरले चाहिँ कन्सन्ट्रेसनसँग। अब के भयो त भन्दा स्टेटमेन्ट त सिम्पल भइहाल्यो, द रेट अफ डिक्रिज इन इन्टेन्सिटी विथ थिकनेस इज प्रोपोर्सनल टु द इन्टेन्सिटी आई अफ द लाइट। जस्तै जति धेरै इन्टेन्सिटीको लाइट पठायो त्यति नै कम, त्यति थोरै नै जाने भयो नि त होइन। एब्जर्ब बाहिर निक्लिँदाखेरि त्यति धेरै निक्लिने भयो। अब कम इन्टेन्सिटीको पठाएको छ भने कमै निक्लिन्छ, बढी इन्टेन्सिटीको पठाएको छ भने बढी निक्लिन्छ। यो भयो है। द रेट अफ डिक्रिज इन इन्टेन्सिटी इज डाइरेक्टली प्रोपोर्सनल टु द इन्टेन्सिटी अफ द इन्सिडेन्ट लाइट। इन्सिडेन्ट लाइट जति पठाएको छ त्यति नै डिक्रिमेन्ट हुन्छ। अर्को भनेको चाहिँ त्यो मिडियमको कन्सन्ट्रेसनमा पनि डिटरमाइन हुन्छ है। त्यति कुरा यहाँ अघि अघि बनाएकै फिगर छ। के छ, इन्सिडेन्ट लाइट चाहिँ आई नट छ, ट्रान्समिटेड लाइट के भयो, आई आइरहेको छ भने हाम्रो के हुन्छ, पाथ एक्स लेन्थको छ, एब्जर्बिङ मिडियम सी छ भने यो दुइटै ललाई अब कम्बाइन गरिदिने है। डिआई बाई डिएक्स माइनस डिआई बाई डिएक्स भनेको के हुन्छ, अब अहिले मैले डेरिभेसन पनि तल राखेको छ। अब यसलाई हामीले सिम्पली कम्बाइन गर्दाखेरि डिआई बाई डिएक्स भनेकोबाट सरी कम्बाइन गरेर हामीले डिराइभ गर्दाखेरि यो निक्लिन्छ है। अहिले हामी तल डिराइभ गरेर पनि हेर्छौँ के भइरहेको छ भन्दा इन्सिडेन्ट लाइट आइरहेको छ, कुनै एउटा मिडियममा इन्सिडेन्ट लाइट आयो भने त्यो मिडियमले केही एमाउन्ट अफ लाइट एब्जर्ब गर्छ होला होइन, केही एमाउन्ट अफ लाइट चाहिँ त्यत्तिकै छोड्छ होला होइन, ट्रान्समिट गर्छ होला। अनि त्यो एब्जर्ब गरेको कति एब्जर्ब गर्यो अनि ट्रान्समिट गरेको कति ट्रान्समिट भयो भन्ने कुराले चाहिँ के डिटरमाइन हुन्छ त भन्दा कति लाइट चाहिँ बाहिर गयो अनि कति लाइट चाहिँ त्यहाँभित्र रहिरहेको, अनि त्यसले चाहिँ कतिको फोटोकेमिकल रियाक्सनहरू ल्यायो त भनेर। एब्जर्ब भएको लाइटले मात्र फोटोकेमिकल रियाक्सन ल्याउने हो नि त, त्यो कुरा। अनि हामीले गर्दाखेरि यो ठ्याक्कै यो निक्लिन्छ होइन। काहीँ काहीँ बुकहरूमा चाहिँ है अलिकति फरक खालके एक्सप्रेसन पनि देखेको हुनसक्छ। यो लग भनेको नेचुरल लग हो है, काहीँ फरक पनि देखिएको हुनसक्छ। मतलब यो लकको प्रोपर्टी युज गरेर काहीँ काहीँ चाहिँ आई र आई नट भनेको माइनस एप्साइलन सिएक्स भनेर पनि लेखेको हुन्छ है। जस्तै कि यस्तो पनि लेखेको देख्न सक्छौ, लग आई बाई आई नट इक्वल्स टु
माइनस एप्साइलन सिएक्स भनेर लगको प्रपर्टी युज गरेको भनेको यो माइनस अब यो भन्नुको अर्थ त यहाँको माइनसलाई यता लगे पनि केही फरक पर्दैन अनि लगको अगाडि जुनसुकै नम्बर भए पनि यसलाई के गर्न सकिन्छ पावरमा लग्न सकिन्छ अनि पावरमा लगेपछि -1को आई नट बाई आई भएको हो है यो पनि कहीँ कहीँ चाहिँ यस्तो माइनस एप्साइलन सिएक्स भनेर पनि देखिन्छ कहीँ कहीँ यस्तो पनि देखिन्छ त्यसमा के कन्फ्युजन भयो नि त्यो म्याथमेटिकल्ली लेखेको अब कसरी डेराइभ गर्न सकिन्छ त भन्ने कुरा हेरौँ है अब हामीलाई यो दुइटा त थाहा छ नि त होइन यो दुइटा एक्सप्रेसन थाहा छ है अब यो दुइटा एक्सप्रेसनलाई मैले लिएँ भने के हुन्छ हेरौँ है त मैले त्यो दुइटा एक्सप्रेसनलाई लिन्छु मतलब मसँग के छ डिआई बाई डिएक्स भनेको चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु आइसी मैले कम्बाइन गरिदिएँ है दुइटैलाई आई र सी भयो मैले दुइटैलाई कम्बाइन गरिदिएँ अब म के चाहन्छु भने यो प्रोपोर्सनालिटी साइनलाई हटाउन चाहन्छु होइन म प्रोपोर्सनालिटी साइनलाई हटाउन चाहन्छु भने मैले त्यहाँ कुनै एउटा कन्सटेन्ट ल्याउनु पर्छ नि त होइन डिआई बाई डिएक्स मैले त्यहाँ कुनै एउटा कन्सटेन्ट ल्याउँछु मानौँ मैले कन्सटेन्ट ल्याइदिएँ मैले एउटा के कन्सटेन्ट ल्याएँ भन्दाखेरि एप्साइलन भन्ने कन्सटेन्ट यहाँ पनि सेम त्यही ल्याएको छ है मैले त्यही ल्याएको छ कि छैन हेरौँ अनि एप्साइलन भन्ने मैले एउटा कन्सटेन्ट ल्याइदिएँ है अब मैले यहाँ के गरेँ एप्साइलन भन्ने कन्सटेन्ट ल्याइदिएँ एप्साइलन आई सी आयो प्रोपोर्सनालिटी कन्सटेन्ट हो है एप्साइलन भनेको प्रोपोर्सनालिटी कन्सटेन्ट अब मैले के गरेँ त अब यसलाई इन्टिग्रेट गरेँ भने के आउँछ हेरौँ है त मैले के गर्छु अब सेम अब यहाँ डिआई छ भने आईलाई यता ल्याउनु पर्यो होइन के भयो त डिआई ओभर आई इक्वल्स टु यहाँ माइनस पनि छँदैछ उता जान्छ है एप्साइलन सी अनि डिएक्स अब मैले इन्टिग्रेट गरिदिन्छु अब यसलाई के गर्छु म दुईतिर इन्टिग्रेट गरिदिन्छु भने के आउँछ त 1/x को इन्टिग्रेसन के हुन्छ 1/x को इन्टिग्रेसन भनेको ln एक्स हुन जान्छ है माइनस छँदैछ अनि लिमिट कहाँदेखि कहाँसम्म गएको त भन्दाखेरि इनिसियलमा हाम्रो कति थियो आई नट थियो कहाँ कति भयो निक्लिँदा आई भयो अनि यता लेन्थ चाहिँ के थियो सुरुमा 0 थियो अनि एक्स भयो पाथ लेन्थ एक्स छ भने यहाँ के भयो त आई नट भयो यतापट्टि आई भयो अनि यतापट्टि पनि हाम्रो के भयो एप्साइलन सी अनि यता त एक्सै आउँछ केही फरक परेन अब यसैलाई लेख्दाखेरि हाम्रो ठ्याक्कै यो अघिको जस्तो आइहाल्यो नि अब के हो माइनस यहाँ एलएन आई माइनस एलएन आई नट इजिकल्स टु एप्साइलन सिएक्स भयो अनि यसैलाई लेखो भने एलएन के हुन्छ आई नट बाई आई इक्वल टु एप्साइलन सिएक्स प्रुभ डिराइभ गर्नु कति सजिलो छ दुइटा हाम्रो यो बियर ल्याम्बर्ट लको दुइटैलाई बियर र ल्याम्बर्ट लको दुइटैलाई एक्सप्रेसनलाई कम्बाइन गरिदियो भने यो एक्सप्रेसन भइहाल्यो होइन अनि त्यो एक्सप्रेसनमा प्रोपोर्सनालिटी साइन हटाउन एउटा कन्सटेन्ट ल्याउने अनि त्यसलाई के गर्ने इन्टिग्रेट गरिदिने इन्टिग्रेट गर्दा एकतिर एलएनआई आयो अर्कोतिर त्यो छँदैछ एक्सए आयो अनि त्यो आई भनेको आई नटदेखि आईसम्म गएको सिम्पल हामीले गरिदिने यहाँ मैले त्यही गरेको छ है यो दुइटैलाई कम्बाइन गरेर प्रोपोर्सनालिटी कन्सटेन्ट ल्याइसकेपछि यस्तै भएको थियो नि त हाम्रो यहाँ जस्तो भएको थियो त्यही भयो अब यसलाई के गरिदिने इन्टिग्रेट गरिदिने दुईतिर इन्टिग्रेट गरिदिएपछि इन्टिग्रेट गरिदिएर लिमिट हाल्यो आई नटदेखि आईसम्मको लिमिट भयो इन्टेन्सिटीमा लेन्थमा चाहिँ 0देखि एक्ससम्मको अनि हाम्रो जुन यो आयो हाम्रो अघिको ल्याम्बर्ट ल भइहाल्यो बियर ल्याम्बर्ट लको एक्सप्रेसन भयो अब यो बियर्ड ल्याम्बर्ट लको एप्लिकेसन के हो भनेर पनि सोध्छ है कहिलेकाहीँ बियर्ड ल्याम्बर्ट लको एप्लिकेसन चाहिँ सिम्पल छ एउटा त अननोन कन्सन्ट्रेसन थाहा पाउनको लागि हेल्प गर्ने हो अर्को कसरी थाहा हुने भयो भन्दाखेरि हामीलाई ए भनेको कति लाइट एब्जर्ब गरो त्यो एब्जर्ब गरेको लाइट हामीले मेजर गर्न सक्यो भने त त्यसको कन्सन्ट्रेसन लाइट पठाएरै थाहा हुने भयो नि त लाइट कति पठाइयो त्यही अनुसार हामीले कति एब्जर्ब भयो भनेर ए निकाल्न सकिहाल्छौँ अनि कति एब्जर्ब भयो निकालिसकेपछि हामीले त्यसको कन्सन्ट्रेसन त पत्ता लगाउन सक्ने भयो कन्सन्ट्रेसन कसै कति हो भनेर हामीले डिटरमाइन गर्न सक्छौँ लाइट पठाएर भन्ने कुरा पनि यो भयो अनि अर्को पनि एउटा प्रोपर्टी छ अर्को भनेको चाहिँ यसले केमा हेल्प गर्छ भन्दाखेरि प्युरिटी चेक गर्न है कुनै कुनै सब्सटान्सको प्युरिटी चेक गर्न पनि हेल्प गर्छ अर्को कहिलेकाहीँ वाटरमा आर्सेनिकहरू टेस्ट हुन्छ तराईतिर होइन त्यो पनि आर्सेनिकको कन्सन्ट्रेसन कतिहरू छ भनेर पनि हेल्प गर्न मद्दत गर्छ है त मेन भनेको चाहिँ यसको यो
के हो, अननोन कन्सन्ट्रेसन हो। यसको मेन एप्लिकेसन भनेको अननोन कन्सन्ट्रेसन कति छ भनेर पत्ता लगाउनको लागि हो। त्यो भइहाल्यो। अब हामीले अब लास्टमा एक दुई कुरा छ है। यो तिन चारवटा टपिक मात्र छ। अब त्यो सकौँ है त, आजै सक्यो भने यो सजिलो हुन्छ। फोटो केमिस्ट्री जस्तै अब हाम्रो यहाँनिर तिन चारवटा प्रोसेसहरूको बारेमा भनेको छ है। जस्तै फ्लोरोसेन्स र फोस्फोरेसेन्स भन्ने छ। यो चाहिँ सँगसँगै पढ्यो भने सजिलो हुन्छ है। जस्तै फ्लोरोसेन्स भनेको अघि मैले माथि के भनेको थियो, सबै लाइट रियाक्टेन्ट छ, रियाक्टेन्टमा लाइट पठायो, लाइट पठाउँदाखेरि रियाक्टेन्टले एब्जर्ब गर्यो भने पनि कहिलेकाहीँ प्रडक्ट नदिन सक्छ। प्रडक्ट नदिनुको मेन रिजन भनेको चाहिँ कहिलेकाहीँ त्यो लाइटबाट एब्जर्ब गरेको एनर्जी चाहिँ हिटको फर्ममा लस हुन्छ, अथवा लाइटकै फर्ममा पनि लस हुन सक्छ। अनि यो लाइटको फर्ममा लस हुने भनेको चाहिँ एउटा फ्लोरोसेन्सबाट हुनसक्छ, अर्को फोस्फोरेसेन्सबाट। अनि फ्लोरोसेन्स र फोस्फोरेसेन्समा के फरक छ भन्दाखेरि, यदि हामीले कुनै एउटा सब्सटान्समा लाइट पठायौँ भने है, यो एउटा केही सब्सटान्स छ, मैले लाइट पठाएँ, लाइट पठाएँ भने यो सब्सटान्स के गर्न थाल्छ, ग्लो गर्न थाल्छ, टल्किन थाल्छ है। अनि यदि त्यो सब्सटान्स चाहिँ लाइट पठाइन्जेल मात्र टल्कियो भने त्यसलाई के भन्ने, फ्लोरोसेन्स है। लाइट पठाउन छोड्ने बित्तिकै त्यो ग्लो हुन छोडो, लाइट पठाउन छोड्ने बित्तिकै ग्लो हुन छोडो भने त्यसलाई के भन्ने, फ्लोरोसेन्स। फोस्फोरोसेन्स भनेको चाहिँ लाइट फोस्फोरेसेन्स भनेको चाहिँ यो सब्सटान्सले, मैले लाइट पठाएँ, लाइट पठाउँदा यो के भइरहेछ, ग्लो भइरहेछ। अब मैले लाइट पठाउन छोडेँ भने पनि केही टाइमसम्मको लागि यो ग्लो भइरहेको छ भने त्यस्तोलाई चाहिँ के भन्ने, फोस्फोरोसेन्स। के रहेछ, सिम्पल छ है। फ्लोरोसेन्स भनेको चाहिँ के हो त, लाइट सोर्स अन हुँदा मात्र ग्लो भयो। केहीमा मैले लाइट टल्काएँ, लाइट टल्काउँदाखेरि लाइट टल्काइन्जेल मात्र के भयो, त्यो सब्सटान्स ग्लो गर्यो, टल्कियो भने चाहिँ के हुन्छ त, त्यसलाई फ्लोरोसेन्स भनिन्छ। अनि कस्तोलाई चाहिँ फोस्फोरोसेन्स भन्ने रहेछ त भन्दाखेरि, लाइट बालो, लाइट बालेपछि त्यो सब्सटान्समा लाइट बालिन्जेल ग्लो भयो, लाइट निभाएँ, लाइट निभाएपछि पनि ग्लो भइरहेको छ भने चाहिँ फोस्फोरोसेन्स। फोस्फोरेन्स केमा देखिन्छ भने, घडीको डायलहरूमा है, हामीले युज गर्ने हातमा लाउने घडीहरूमा पनि के हुन्छ त भन्दा, बाहिर गएर आएको छ भने राति कहिलेकाहीँ बलेको जस्तो देखिन्छ नि होइन। त्यो बलेको देखिनु भनेको पनि अ टाइप अफ फोस्फोरेसेन्स हो है, त्यहाँ युज गरेको केमिकल हुन्छ फोस्फोरेसेन्स। डेफिनेसन बुझ्यो होला है। फोस्फोरेसेन्स भनेको के रहेछ, लाइट बालिन्जेल टल्किन्छ होइन, लाइट बालिन्जेल टल्किन्छ, अब ग्लो हुन्छ है। अनि लाइट निभाएपछि पनि लाइट बालिन्जेल मात्र टल्क्यो भने फ्लोरोसेन्स, लाइट निभाएपछि पनि एकछिनसम्म टल्किरहेको भने चाहिँ, ग्लो गरिरहेको भने चाहिँ के भयो त, फोस्फोरेसेन्स। के को इक्जाम्पल भनेको चाहिँ हाइलाइटर, हामीले युज गर्छौँ नि जुन कपीहरूमा लाग्ने हाइलाइटर, त्यो हाइलाइटरमा बत्ती बाल्दाखेरि चाहिँ हाम्रो क्याची लाइट दिइराखेको हुन्छ नि त होइन। तर हाम्रो बत्ती निभाउने बित्तिकै देखिँदैन त्यो है। त्यो भयो एउटा इक्जाम्पल। अर्को भनेको डाईहरू हुन्छ, फ्लोरोसिन, रोडामिन बी, यिनीहरू। अर्को फ्लोराइड भन्ने, CaF2 भन्ने। अर्को बायोलोजिकल फ्लोर, एनएडिएस, ट्रिप्टोफेन। कुनै कुनै इक्जाम्पल थाहा भयो भने हुन्छ। यो हाइलाइटरको इक्जाम्पल थाहा हुँदा हुन्छ, फ्लोराइडको इक्जाम्पल थाहा हुँदा हुन्छ। अब यो प्रोसेस कसरी हुन्छ त्यो पनि सर्टमा हामी बुझौँ है त। जस्तै कि हाम्रो कुनै एउटा सब्सटान्स चाहिँ सुरुमा त ग्राउन्ड स्टेटमै हुन्छ नि त। सब्सटान्स जुनसुकै सब्सटान्स भए पनि त्यो केमा हुन्छ, ग्राउन्ड स्टेटमै हुन्छ। अब त्यो ग्राउन्ड स्टेटमा भएको सब्सटान्स जुन छ, हो त्यो ग्राउन्ड स्टेटमा भएको सब्सटान्सले लाइट एब्जर्ब गर्यो भने त त्यो केमा जान्छ त, एक्साइटेड स्टेटमा जान्छ नि होइन। अनि यदि एक्साइटेड स्टेटदेखि डाइरेक्टली फेरि ग्राउन्ड स्टेटमा गयो भने, डाइरेक्टली फेरि ग्राउन्ड स्टेटमा गयो भने चाहिँ के हुन्छ, फास्ट इमिसन भन्छ है। के भनेको भन्दाखेरि, एक्साइटेडदेखि ग्राउन्डमा एक्कासी एकैचोटि आयो भनेको सर्ट टाइममा आयो, 10⁻⁹ जस्तोमै आउँछ। अनि यतिखेर चाहिँ यति 10⁻⁹सम्म चाहिँ लाइट आउँछ है। त्यो हामीले बत्ती निभाएको 10⁻⁹सम्म लाइट आउँछ भनेको, हामीले नोटिसै गर्न नसकिन्जेल आउँछ भनेपछि निभाउने बित्तिकै आउँदैन भने जस्तै त भयो नि होइन। त्यस्तो हुन्छ। तर अब फोस्फोरेसेन्समा चाहिँ यहाँनिर एउटा अर्को स्टेट हुन्छ, जुन भनेको ट्रिपल यो के भन्छ यहाँनिर हेर है, ट्रिप्लेट स्टेट हुन्छ। जुन यो ट्रिप्लेट स्टेटमा आएर एकछिनसम्म लाइट बस्दिन्छ, अनि के हुन्छ, स्लोली ग्राउन्ड स्टेटमा आउँछ, जसले गर्दाखेरि अलिक बढी टाइमको लागि हुन्छ। जस्तै यहाँ के भयो, एब्जर्ब भयो, माथि पुग्यो, फेरि छिट्टो इमिसन भइहाल्यो। तर यसमा के हुन्छ त भन्दाखेरि,
एब्जर्ब गर्यो, माथि गयो होइन, एब्जर्ब गर्यो, माथि गयो, माथि गएपछि यो एक्साइटेड स्टेटदेखि कहाँ आयो त ट्रिप्लेट स्टेटमा आयो। ट्रिप्लेट स्टेटदेखि स्लोली 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 मात्र ग्राउन्ड स्टेटमा आउँछ है। यस्तो खालके चाहिँ हामीले के हुन्छ, यस्तो खालके भयो भने यहाँहरू त स्लोली आयो नि त तल। स्लोली आइसकेपछि एकैचोटि एक्साइट हुँदाखेरि चाहिँ एस वान स्टेटमा गयो, अनि त्यसपछि ट्रिप्लेट स्टेटमा जान्छ इन्टर सिस्टम कन्भर्जन भएर। अनि यो ट्रिप्लेट स्टेटमा चाहिँ अलि बेरसम्म रहन्छ अनि बिस्तारै जान्छ। अलि बेरसम्म रहनु भनेको 10⁻³ कति घन्टौँसम्म पनि रहन सक्छ। यसको मोस्ट इम्पोर्टेन्ट इक्जाम्पल भनेको चाहिँ लुमिनस डायलहरू। लुमिनस डायलहरू भनेको घडीको डायलहरू। त्यतिखेर चाहिँ पहिली ओल्ड लुमिनस डायलहरूमा चाहिँ रेडियम ब्रोमाइड युज हुन्थ्यो होइन। त्यो रेडियम ब्रोमाइड भनेको चाहिँ अब रेडियम भन्ने बित्तिकै त रेडियो एक्टिभ भयो, अनि त्यही भएर अहिले चाहिँ यस्तो यो SrAl2O4 जस्तो मोडर्न ग्लो मेटेरियलहरू युज गरिन्छ है। अर्को जिङ्क सल्फाइड, क्याल्सियम सल्फाइडमा पनि यो फोस्फोरोसेन्स देख्न सकिन्छ है। के हुने रहेछ, फ्लोरोसेन्स र फोस्फोरोसेन्समा डिफ्रेन्स भनेको डेफिनेसन त भइहाल्यो है। अर्को पनि के हो नि त भन्दाखेरि फ्लोरोसेन्समा चाहिँ एक्साइटेड स्टेटमा जान्छ अनि ग्राउन्ड स्टेटमा आउँछ। तर यो फोस्फोरेसेन्समा चाहिँ बिचमा एउटा ट्रिप्लेट स्टेट हुन्छ। यो ट्रिप्लेट स्टेटमा आएर बस्छ। यहाँ एक्साइटेडदेखि ट्रिप्लेट चाहिँ छिटै आउँछ है, अनि ट्रिप्लेटदेखि ग्राउन्डमा आउन चाहिँ अलिक बढी टाइम लगाउँछ। अनि त्यो बढी टाइममा लगाउँदाखेरि के हुन्छ, बिस्तारै लाइट दिइरहेको छ, बिस्तारै लङ टाइमसम्म लाइट दिइरहेको छ। अनि त्यही भएर हामीले के देख्छौँ त ग्लो भइरहेको जस्तो देख्छौँ लाइट निभाइसकेपछि पनि। अब यिनीहरूको डिफ्रेन्स बिट्विन मैले त्यही लेखेको छ है। डिफ्रेन्स बिट्विनमा चाहिँ अब हाम्रो यहाँ अलिकति क्वान्टम मेकानिकल्ली पनि लेखिदिएको छु मैले, सिङ्गलेट स्टेट ट्रिप्लेट स्टेट भनेर होइन। तर मेनली हामीले अगाडिको डेफिनेसन अनि त्यसमा यो सिङ्गलेट र ट्रिप्लेट मात्र भनौँ भने भइहाल्यो। जस्तै फ्लोरोसेन्समा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो फ्लोरोसेन्समा के भयो त ग्राउन्ड स्टेट छ। ग्राउन्ड स्टेटदेखि कहाँ पुग्यो, एक्साइटेड स्टेटमा गयो, ग्राउन्डदेखि एक्साइटेड गयो, एक्साइटेडदेखि ग्राउन्ड आयो। अनि यति बेला इमिसन भइरहेको हुन्छ। तर लाइट पठाउन छोड्ने बित्तिकै के हुन्छ, यो इमिसन एक्साइटेड स्टेटदेखि ग्राउन्ड स्टेट त एक्कासी आइहाल्छ, छिटो आइहाल्छ। अनि त्यो लाइट को सोर्सै सकिएपछि एक्साइटेसनै हुँदैन, त्यही भएर ग्लो हुँदैन, लाइट निभाउने बित्तिकै ग्लो हुँदैन। तर फोस्फोरेसेन्समा के हुन्छ, ग्राउन्ड स्टेट हुन्छ अनि एक्साइटेड स्टेट हुन्छ, अनि बिचमा चाहिँ के हुन्छ त ट्रिप्लेट स्टेट हुन्छ। अनि ट्रिप्लेट स्टेटदेखि चाहिँ स्लोली इमिसन गर्छ, माथि पुग्यो एक्साइटेडमा, एक्साइटेडदेखि ट्रिप्लेटमा आयो, ट्रिप्लेटदेखि चाहिँ स्लोली इमिसन गर्छ, स्लोली ग्राउन्ड स्टेटमा आउँछ। अनि स्लोली ग्राउन्ड स्टेटमा आएको पछि के हुन्छ, लङ टाइमसम्म यो के भइरहेको छ, पर्सिस्ट गरिरहेको छ, लाइट देखिराखिन्छ। यति कुरा भयो है। त्यही कुरा हो छ स्पिन भनेको चाहिँ ट्रान्जिसन कहाँदेखि कहाँ हुन्छ, सिङ्गलेटदेखि सिङ्गलेटमा हुन्छ। मतलब के भयो, हाम्रो यो पनि सिङ्गलेट स्टेट हो, यो पनि सिङ्गलेट स्टेट हो। ग्राउन्ड स्टेट भनेको पनि सिङ्गलेट, एक्साइटेड स्टेट भनेको पनि सिङ्गलेट, सिङ्गलेट सिङ्गलेट ट्रान्जिसन हुन्छ भनेको। अनि फोस्फोरेसेन्समा चाहिँ के हुन्छ त ट्रिप्लेट सिङ्गलेट। सुरुमा सिङ्गलेट थियो, सिङ्गलेटदेखि सिङ्गलेटमा एक्साइट भयो, अनि सिङ्गलेटदेखि ट्रिप्लेट स्टेटमा आउँछ भनेको है। यो सिङ्गलेट र ट्रिप्लेटमा कन्फ्युजन भयो भने नलेख्दा पनि भयो है। यो लाइफ टाइमको बारेमा चाहिँ लेख्दा हुन्छ। लाइफ टाइम भनेको एकदमै सानो हुन्छ, हामीले नोटिसै गर्न सक्दैनौँ। लाइट पठाइरहेको छ, लाइट पठाउन बन्द गर्ने बित्तिकै यो 10⁻⁹ भनेको त्यो सेकेन्डको मिलियन्थभन्दा कम हो नि त। अनि यति सानो टाइममा त हामी नोटिसै गर्न सक्दैनौँ क्या। अनि तर फोस्फोरेसेन्सको चाहिँ अलिकति बढी हुन्छ, 10⁻³ आवर्ससम्म पनि गइरहेको छ। अर्को भनेको यही इफेक्ट भनेको स्टप्स इमिडिएटली भने द लाइट इज टर्न्ड अफ। यसमा के हुन्छ, पर्सिस्ट आफ्टर द लाइट सोर्स इज रिमुभ, ग्लो इन डार्क, डार्कमा ग्लो गर्न सक्छ। यति कुरा भयो है फ्लोरोसेन्स र फोस्फोरेसेन्स। अब अर्को छ केमिलुमिनिसेन्स भन्ने। केमिलुमिनिसेन्स भनेको चाहिँ केमिकल रियाक्सनबाट लाइट देखिन्छ भने है, केमिकल रियाक्सन भइरहेको छ, अनि त्यो केमिकल रियाक्सनबाट चाहिँ हाम्रो के भइरहेछ, लाइट देखिरहेको छ भने चाहिँ त्यसलाई के भनिन्छ, केमिलुमिनिसेन्स भनिन्छ। अब केमिलुमिनिसेन्समा चाहिँ यसलाई के भन्न सकिन्छ भन्दाखेरि इट इज द रिभर्स अफ फोटोकेमिकल। जस्तै कि हामीले माथि के भन्यौँ, लाइटले एउटा कुनै अब ए भन्ने जुन छ हो त्यसमा हाम्रो लाइट आयो भने प्रोडक्ट दिन्थ्यो नि त होइन, प्रोडक्ट दिन्थ्यो। अब यसमा चाहिँ उल्टो भयो क्या, यो जुन लाइट चाहिँ के दिने भयो, लाइट रियाक्सनको रियाक्टेन्ट साइडमा नभएर प्रोडक्ट साइडतिर आउने भयो। त्यही भएर यसलाई के भनियो, रिभर्स अफ
यो फोटोकेमिकल प्रोसेस पनि भनिन्छ है। इन्स्टेड अफ एब्जर्बिङ द लाइट टु ड्राइभ द रियाक्सन, द रियाक्सन रिलिजेस एनर्जी इन द फर्म अफ लाइट। केमिकल रियाक्सनबाट लाइट रिलिज गर्छ, त्यसलाई केमिलोमिनेसेन्स भनिन्छ है। यसमा हाम्रो के देखिन्छ भन्दा ग्लो स्टिक्स हामीले देखिरहेको हो नि त। ग्लो स्टिक्स जुन छ हो त्यो ग्लो स्टिक्समा पनि हामीले के हुन्छ त भन्दा यो अक्सिडेसन अफ फिनाइल अक्सालेट इस्टरहरूको अक्सिडेसनले गर्दाखेरि त्यहाँनिर लाइट देखिन्छ है। अर्को भनेको चाहिँ फायर फ्लाइजहरू, जुनकिरी जुन छ नि, जुनकिरीहरूमा पनि के हुन्छ त, एउटा लुसिफेरिन इन्जाइम भन्ने हुन्छ, त्यो लुसिफेरिन इन्जाइमको अक्सिडेसनले गर्दाखेरि उनीहरूको बत्ती बलेको जस्तो देखिन्छ। के हुने रहेछ यसमा, केमिकल रियाक्सनले के दिन्छ, लाइट दिन्छ। केमिकल रियाक्सनले लाइट दिन्छ। इक्जाम्पल दुईटा भइहाल्यो है, सिम्पल, केही छैन है। अब अर्को छ, यो चाहिँ अलिक इम्पोर्टेन्ट छ है, यो भनेको फोटोसेन्सिटाइजेसन। फोटोसेन्सिटाइजेसन भनेको चाहिँ कुनै कुनै, अब हामीले अगाडि के पढ्यौँ, एउटा मोलिक्युल जुन छ, मोलिक्युलले के गर्यो, लाइट एब्जर्ब गर्यो, लाइट एब्जर्ब गरेपछि त्यसले के दिन्छ, प्रोडक्ट दिन्छ। त्यति त पढेको हो नि अगाडि। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि है, कुनै कुनै मोलिक्युलहरूले चाहिँ लाइटलाई डाइरेक्टली एब्जर्ब गर्न सक्दैन है। लाइट डाइरेक्टली एब्जर्ब गर्न सक्दैन, तर के हुन्छ भन्दा उनीहरूलाई लाइट चाहिँ चाहिन्छ है रियाक्सनको लागि। लाइट डाइरेक्टली एब्जर्ब गर्न सक्दैन, तर लाइट चाहिँ चाहिन्छ। त्यस्तो केसमा चाहिँ उनीहरूलाई लाइट कसले दिन्छ, लाइटको एनर्जी कसले दिन्छ त भन्दा एउटा डोनरले दिन्छ। मतलब के रहेछ भन्दाखेरि सुरुमा लाइट आयो एज न्यू लाइट, अनि यसलाई चाहिँ के गर्छ त, एउटा डोनरले लिन्छ। डोनरले लिइसकेपछि डोनर के हुन्छ, एक्साइट भएर बसेको हुन्छ। अनि यो डोनरले के दिन्छ, कुनै एउटा सब्सटान्सलाई दिन्छ, अनि यो सब्सटान्सले के दिन्छ, प्रोडक्ट दिन्छ बी। सिम्पल के त्यही हो, केवल डाइरेक्टली एब्जर्ब गर्न सक्दैन है। कुनै कुनै रियाक्टेन्टले चाहिँ लाइटलाई डाइरेक्टली एब्जर्ब गर्न सक्दैन, तर उसलाई लाइट चाहिँ चाहिन्छ। अनि त्यसको लागि चाहिँ डोनर भन्ने एउटा कम्पाउन्डले के गर्छ त, लाइटलाई एब्जर्ब गरिदिन्छ उसको लागि है, जुन रियाक्टेन्ट छ उसको लागि। अनि डोनरले त्यो लाइटबाट आएको एनर्जीलाई चाहिँ दिन्छ त्यो रियाक्टेन्टलाई, अनि रियाक्टेन्ट रियाक्ट गरेर प्रोडक्ट दिन्छ। त्यही हो, सिम्पल के रहेछ, डोनर चाहियो, डोनरले के गर्छ, लाइटलाई एब्जर्ब गरिदिन्छ, लाइटको एनर्जी लिन्छ। डोनरले के गरिदिन्छ, लाइटको एनर्जी लिन्छ, अनि लाइटको एनर्जी लिएर के गर्छ त, जुन त्यो रियाक्टेन्ट थियो त्यसलाई दिन्छ। अनि रियाक्टेन्टले के गर्छ, त्यो एनर्जी लिइसकेपछि त रियाक्सन गर्ने भयो। यस्तो टाइपको हामीले केमा देख्छौँ त भन्दाखेरि फोटोसिन्थेसिसमा है। यो मेनली केमा देखिन्छ, फोटोसिन्थेसिसमा देखिन्छ। अहिले हामी त्यसको कुरा गर्छौँ है त। मेकानिजम हेरौँ है त। सुरुमा के छ, डोनर जुन छ है, डोनरले के गर्छ, लाइट एब्जर्ब गरिदिन्छ, एक्साइट हुन्छ, लाइट एब्जर्ब गर्यो आफूले अनि एक्साइट भयो। अनि के दिन्छ, एनर्जी केमा ट्रान्सफर गरिदिन्छ, त्यो रियाक्टेन्टमा है। रियाक्टेन्टलाई चाहिँ एसेप्टर भन्यो, डोनरको कम्प्लिमेन्ट्री भएर एसेप्टर भनेको रियाक्टेन्टलाई दिन्छ एनर्जी। अब डोनरले एनर्जी के दियो, रियाक्टेन्टलाई दियो। डोनर जस्ताको त्यस्तै भयो। अब के भयो, जुन त्यो रियाक्टेन्ट थियो त्यो चाहिँ एक्साइटेड भयो, अनि त्यो एक्साइटेडले के दिन्छ, प्रोडक्ट दिने भयो। सिम्पल। डाइरेक्ट एले एब्जर्ब गर्न सक्दैन, यो ए भन्ने जुन छ हो, यो एले डाइरेक्टली एब्जर्ब गर्न सक्दैन, डोनरसँग माग्न सक्छ क्या। डोनरसँग माग्न सक्छ, डाइरेक्टली लिन चाहिँ सक्दैन। जस्तै कोही कोहीले बाबासँग पैसा माग्न नसक्ने हुन्छ, मम्मीसँग माग्न सक्ने हुन्छ, मम्मीले बाबासँग मागेर दिनुहुन्छ, हो त्यस्तै भयो क्या। यहाँ के भयो, डोनर भनेको चाहिँ मम्मी जस्तो भयो, अनि यो एस्न्यु भनेको चाहिँ बाबा। अब डोनरले के गर्नुभयो, बाबासँग माग्नुभयो, अनि लियो। जस्तै अब कसैकोमा मम्मी मम्मीले मागिदिनुहुन्छ, कसैकोमा बाबाले होइन। यस्तै सिम्पल एनालोजी जस्तै भयो। के हो त, डाइरेक्टली लिन नसक्ने है, आफै इन्भल्भ भएर लिन नसक्ने, तर कसैको थ्रुबाट लिने है। डाइरेक्टली एले लिन सक्दैन, त्यही भएर एले के गर्छ, डोनरलाई एक्सेप्ट गर्दैन भन्छ, अनि डोनरले के दिन्छ, यसलाई फेरि दिन्छ है। यसको इक्जाम्पल पनि हेरौँ फोटोसिन्थेसिसमा है। फोटोसिन्थेसिसमा चाहिँ क्लोरोफिल है, जुन हामीले क्लोरोफिल भनेको ग्रिन पिगमेन्ट हो, त्यो क्लोरोफिलले चाहिँ के गर्छ, लाइट एब्जर्ब गरिदिन्छ। अब यसमा कस्तो इम्पोर्टेन्ट कुरा छ हेर है। जस्तै हामीसँग एटमोस्फियरमै CO2 पनि छ है, हो कि होइन होइन। अनि H2O पनि छ नि त, वाटर भेपर पनि हुन्छ। अनि हाम्रो फोटोसिन्थेसिसमा CO2 र H2O ले नै ग्लुकोज बनाउने हो नि त होइन, ग्लुकोज बनाउने हो। तर किन एटमोस्फियरमा रियाक्ट गर्दैन त भन्दाखेरि एटमोस्फियरमा डोनर छैन है। यिनीहरूले आफै एब्जर्ब गर्न सक्दैन है। लाइट एब्जर्ब गरेर यिनीहरूलाई दिने पनि त चाहियो नि त, यिनीहरूलाई एनर्जी दिने कुरा चाहियो। त्यो एनर्जी दिने कुरा भनेको चाहिँ के हो त, क्लोरोफिल हो
है। क्लोरोफिलले के गरिदिन्छ, एनर्जी एब्जर्ब गरिदिन्छ। अनि त्यो एब्जर्ब भएको एनर्जी यिनीहरूलाई दिन्छ, एनर्जी ट्रान्सपोर्ट गर्छ, अनि के हुन्छ, ग्लुकोज भन्छ है। यसमा धेरै तुक छ है, अरू प्रोसेसहरू पनि छ, के हुन्छ है, बाहिर बढेकोहरूलाई थाहा हुन्छ। अब तर सिम्पल पर्दाखेरि यसमा के छ, क्लोरोफिल चाहिँ सेन्सिटाइजरको रूपमा, डोनरको रूपमा काम गरो, यति बुझे भयो। डाइरेक्टली त एब्जर्ब गर्न सक्दैन, CO2 र H2O ले लाइट एब्जर्ब गर्दैमा आउने पनि होइन होइन। तर पनि यसमा के हुन्छ, क्लोरोफिलले चाहिँ उनीहरूको लागि लाइटलाई एब्जर्ब गरिदिन्छ। लाइटलाई एब्जर्ब गरिदिएको त्यो एनर्जीलाई चाहिँ त्यो हाम्रो जुन रियाक्सन सेन्टरमा पठाउँछ, अनि त्यहाँदेखि रियाक्सन हुन्छ, अनि यो फोटोसिन्थेसिस प्रोसेस क्यारी आउट हुन्छ। अर्को भनेको चाहिँ हाम्रो मर्करी भ्यापरको पनि फोटोसिन्थेसाइजेसन सोध्न सक्छ है। फोटोसिन्थेसाइजेसन अब यसमा के हुन्छ भन्दाखेरि जुन S2 मोलिक्युल छ है, S2 भनेको हाइड्रोजन, हाइड्रोजनले सिधै लाइटलाई एब्जर्ब गरेर डिसोसिएट हुन सक्दैन है। लाइटलाई सिधै एब्जर्ब गरेर डिसोसिएट हुन सक्दैन। अनि यसको लागि के हुनुपर्छ त भन्दाखेरि यसमा पनि त्यही भयो, एउटा डोनर चाहियो। डोनर भनेको यहाँ मर्करी भयो है। मर्करीले के गर्छ, लाइटलाई एब्जर्ब गरिदिन्छ र एक्साइटेड स्टेट एउटा बनाउँछ है। जुन एक्साइटेड स्टेट बनाएको हुन्छ, त्यो एक्साइटेड स्टेट अब यहाँ एस्ट्रिक बनायो यो, अनि एक्साइटेड स्टेटमा जुन यो छ नि, यो डोनर हो, यसले चाहिँ के गर्छ त, आफ्नो एनर्जी यो हाइड्रोजनलाई दिन्छ। अनि त्यो हाइड्रोजनलाई दिएको एनर्जीले चाहिँ के गर्छ त, हाइड्रोजन डिसोसिएट हुन्छ। अभियसली यो डिसोसिएट भएको हाइड्रोजन अरूसँग रियाक्सन गरेन भने फेरि हाइड्रोजनै बनाउँछ होइन। तर पनि हाइड्रोजन डाइरेक्टली लाइट एब्जर्ब गरेर डिसोसिएट गर्न चाहिँ सक्दैन है। अब ल, आजको लागि हामी यति गरौँ है त। यो अब भोलि चाहिँ हामी अर्को यसैको अरू टपिकहरू स्टार्ट कन्टिन्यू गर्छौँ है।